ओके ल सुरु गरौँ है त 65 जना ओके यहाँनिर अलरेडी अगाडिको क्लासेसबाट को हुनुहुन्छ एकचोटि ह्यान्ड रेज गर्नुहोस् त ओके सो प्राय इलिस्ट्रेटर क्लासबाट हुनुहुन्छ होला ल ठिक छ ओके ल 70 भन्दा चाहिँ अलिक धेरै एक्सपेक्ट गरेको थिएँ है जोइन हुँदाखेरि प्रब्लम भयो कि ल यस्तो हुन्छ है हाम्रो लिङ्क जुन हुन्छ आज चाहिँ मैले क्लासमा हालिदिएँ होइन नर्मली चाहिँ तपाईँहरूलाई स्टुडेन्ट पोर्टल थाहा छ यस सर कतिजनालाई थाहा छैन एकचोटि ह्यान्ड रेज गर्नुहोस् त थाहा नहुने चाहिँ ओके नयाँ ल ठिक छ थाहा छैन सर ओके ह्यान्ड रेज गर्नुहोस् ल ओके धेरैजनालाई थाहा नहोला है स्टुडेन्ट पोर्टल नयाँ हुनुहुन्छ प्रायः जस्तो होइन सो हाम्रो वेबसाइटमा जाने है तपाईँहरूले यहाँनिर लगइन गरिराख्नु पर्यो हाम्रो वेबसाइटमा टप राइट कर्नरमा लगइन गर्नुपर्ने हुन्छ तपाईँहरूले ओके सो मेरोमा अलरेडी लगइन छ अनि क्लासमा म्युट गरिदिनु ल किन भन्दा हाम्रो भिडियोहरू रेकर्ड पनि भइरहेको हुन्छ त्यहाँनिर नोइज जान्छ है त तपाईँहरूले क्वेसन सोध्नु छ भने ह्यान्ड रेज गर्नु होला म त्यसपछि भन्छु सो यहाँनिर तपाईँहरूले सबै तपाईँको रिसोर्सेसहरू तपाईँले क्लासको लिङ्कदेखि लिएर क्लासको भिडियोजदेखि लिएर सर्टिफिकेटदेखि लिएर सबै रिसोर्सेसहरू तपाईँको स्टुडेन्ट पोर्टलमा पाउनुहुन्छ हाम्रो कोडाइटीको वेबसाइटमा है ओके सो यसमा जस्तै तपाईँले जोइन गर्नुभएको कोर्सेस होइन माई कोर्सेस अनि त्यसपछि तपाईँले लिइसक्नुभएको कोर्सभित्रको भिडियोहरू होइन सो यसरी यहाँदेखि हेर्न सक्नुभयो ओके अनि तपाईँले क्लास जोइन गर्दाखेरि यहाँनिर के भन्छ यो लिङ्क आइरहेको हुन्छ यहाँनिर सो यो बटनमा क्लिक गरेर तपाईँले जोइन गर्न सक्नुभयो अल्टरनेटिभली यसमा प्रब्लम भयो भने चाहिँ म भोलिदेखि अपकमिङ डेजमा पनि म ग्रुपमा हालिदिन्छु लिङ्क चाहिँ ओके सो हाम्रो ठ्याक्कै 7:55 लिङ्क आउँछ होइन 7:55 जोइन गर्दा हुन्छ अनि 8 बजेदेखि चाहिँ हाम्रो क्लास सुरु हुन्छ ओके ल ठिक छ 86 नट ब्याड है सो यहाँनिर तपाईँहरूले लगइन गर्नुको लागि चाहिँ सुरुमा एकैछिन ल लगआउट गरौँ है त सो यहाँ लगइनमा जानु पर्यो हाम्रो वेबसाइटमा तपाईँले फोनबाट पनि गर्न सक्नुभयो ल्यापटपबाट पनि गर्न सक्नुभयो है लगइनमा जाने हाम्रो वेबसाइटमा गएर अनि त्यसपछि तपाईँले फर्म भर्दाखेरि तपाईँले एडमिसन गर्दाखेरि कुन इमेल युज गर्नुभयो ठिक छ अनि त्यसपछि तपाईँको पासवर्ड तपाईँको इमेलमा आएको हुन्छ अनि त्यो हालेर चाहिँ लगइन गर्नु पर्यो साइन इन गर्नु पर्यो यदि तपाईँले पासवर्ड बिर्सिनु भएको छ भने फर्गेट पासवर्डमा गएर यहाँनिर यो तपाईँको इमेल हालेर है लिङ्क रिसेट लिङ्क रिक्वेस्ट गर्न सक्नुहुन्छ तपाईँको इमेलमा आउँछ रिसेट लिङ्क अनि त्यहाँबाट तपाईँको पासवर्ड चेन्ज गर्न सक्नुभयो त्यसपछि ब्याक लगइन गर्न सक्नुहुन्छ ओके सो तपाईँको इमेल अनि चेन्ज गरेको पासवर्ड साइन इन गर्ने अनि यहाँनिर तपाईँको क्लासको लिङ्क आइरहेको हुन्छ यदि क्लास रनिङ छ भने ओके सो त्यति हो अहिले ल अब सुरु गरौँ है सबैभन्दा पहिला मेरो इन्ट्रोडक्सनबाट सुरु गर्छु म चाहिँ मिलन राई धरान हो घर चाहिँ अनि मेरो स्टडी भन्नुपर्दाखेरि चाहिँ मैले सिएसआइटी बिएससी सिएसआइटी गरेको हो
अनि कोडाइटीमा चाहिँ लगभग 5-6 वर्ष भइसक्यो काम गर्दै गरेको। म ओरिजिनल्ली कोडाइटीकै स्टुडेन्ट पनि हो है। मैले सिएसआइटी गर्दा गर्दै सुरुमा मैले फ्लटर सिकेँ है, कोडाइटीबाट सिकेको। अनि त्यसपछि वेब डेभलपमेन्टहरू सिकेँ होइन। सो सिक्दा सिक्दै काम पनि गरेँ होइन त्यहाँनिर। सो अहिलेसम्म गरिरहेको छु। सो म पनि कोडाइटीकै प्रोडक्ट हो है त, तपाईँहरूकै सिनियर भन्दा नि हुन्छ। सो यहाँनिर कतिजना फर्स्ट टाइम हुनुहुन्छ ग्राफिक डिजाइन रिलेटेड कोर्सेस लिनुभएको? म फर्स्ट टाइम हो सर। नमस्ते सर। सर म फर्स्ट टाइम हो है। हजुर नमस्ते। ठिक छ, हुन्छ। ह्यान्ड रेज गरौँ है, ह्यान्ड रेज। ओके ओके ओके, नमस्ते सर, म पनि फर्स्ट टाइम हो सर। हुन्छ। ह्यान्ड रेज गर्नुहोस् तपाईँहरू। ल टन्नै हुनुहुँदो रहेछ फर्स्ट टाइम है। ओके, पिएस अलि डाउनलोड भएको छ नि। हुन्छ हुन्छ, म त्यसमा आउँछु। अहिले यो क्लासको लागि चाहिँदैन हामीलाई पिएस। अनि माइक चाहिँ अफ गरिदिनु ल अहिले। ल ठिक छ, धेरै हुनुहुन्छ है। अब कस्तो हुन्छ भन्दाखेरि यो हाम्रो कम्प्युटर रिलेटेड कोर्सेसहरू या केही स्किलहरू सिक्दाखेरि चाहिँ म त्यसमा आउँछु सफ्टवेयर रिलेटेडमा। मेन प्रब्लम के हुन्छ भन्दाखेरि सिक्नु त्यस्तो गाह्रो होइन, सिक्न सकिन्छ, जो पनि सिक्न सकिन्छ। तर कस्तो हुनु पऱ्यो भन्दाखेरि तपाईँ जस्तै कम्प्युटर चाहिँ चलाइराख्नु पऱ्यो क्या। कम्प्युटर चलाउनु चाहिँ तपाईँले कम्फर्टेबल हुनु पऱ्यो। मेन प्रब्लम भनेको मान्छेहरूको केमा हुन्छ भन्दाखेरि स्किल डेभलप गर्नुको लागि उनीहरू कम्प्युटरसँग फ्यामिलियर नै हुँदैन मजाले होइन। जस्तै कहाँनिर सेटिङ्सहरू हुन्छ होइन, जस्तै कम्प्युटरको ऱ्याम कति छ, रोम कति छ होइन। त्यसपछि एप्लिकेसनहरू कहाँबाट ओपन गर्ने हो, कसरी क्लोज गर्ने हो, कसरी पिन गर्ने हो होइन। अनि कपी पेस्टहरू कसरी गर्ने हो, त्यो बेसिक कुराहरू हुन्छ नि, त्यो चाहिँ अनिवार्य चाहिन्छ तपाईँले। यो बेसिक कुराहरू आउँदैन भने तब चाहिँ गाह्रो हुने हो। तर तपाईँ कम्प्युटरहरू मजाले चलाउनुहुन्छ, जस्तै बेसिक कम्प्युटर क्लास गर्नुभएको छ, त्यसमा तपाईँले पावर पोइन्ट, एमएस एक्सलहरू, एमएस वर्डहरू चलाउनु भएको छ भने तपाईँको लागि इजी हो फोटोसप सिक्न, एकदमै फास्ट हुन्छ तपाईँको। तर तपाईँ चाहिँ कपी पेस्टहरू गर्न सक्नुहुन्न। अनि त्यसपछि ओपन क्लोजहरू, यो सफ्टवेयर कसरी ओपन भयो, कहाँ गएर सर्च गर्ने हो, त्योहरू भने चाहिँ त्यसमा। अनि टाइपिङहरूमा स्लो छ होइन, माउस मजाले चलाउन आउँदैन भने चाहिँ प्रब्लम हुन्छ। सो है, अब आजदेखि ठिक छ, तपाईँहरूले क्लास जोइन गर्नुभएको छ, कतिपय बिगिनर हुनुहुन्छ, तपाईँहरूले चाहिँ कम्प्युटर चलाइराख्नु पऱ्यो। ओके, त्यो फर्स्ट एजेन्सियल कुरा। कम्प्युटरसँग चाहिँ आफ्नो डिभाइससँग चाहिँ फ्यामिलियर हुनु पऱ्यो। ओके, अनि कतिपय चाहिँ अलरेडी अब चलाइराख्नु भयो होला, अलरेडी डिजाइनिङहरू गरिराख्नु भयो होला। कतिजना हुनुहुन्छ अलरेडी कुनै एउटा सफ्टवेयर फोटोसप इलिस्ट्रेटर आउने? ओके, ल अब चलाइराख्ने पनि धेरै नै हुनुहुन्छ। तपाईँहरूको लागि चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो क्लास चाहिँ 14 डेजको भए पनि हामीले बिगिनर टु एडभान्स्ड गर्छौँ। सो 2-3 दिन हामी बिगिनरको लागि फोकस गर्छौँ है। जस्तै सफ्टवेयर फोटोसप भनेको के हो होइन, अनि त्यसपछि त्यसको इन्टरफेसहरू, युजर इन्टरफेसहरू होइन, त्यस्तो कुराहरूमा हामी फोकस गर्छौँ। अनि बेसिक कन्सेप्ट जस्तै फन्डामेन्टलहरू होइन, लेयर्सहरू बुझ्नुपर्ने हुन्छ। अनि त्यसपछि कसरी ओपन गर्ने, कसरी नयाँ क्रिएट गर्ने, कसरी सेभ गर्ने होइन, त्यो कुराहरूमा हामी फोकस गर्छौँ 2-3 दिन। अनि त्यसपछि चाहिँ हामी बिस्तारै पेस अगाडि बढाउँछौँ। सो तपाईँहरू चाहिँ अलिकति धैर्य गरिदिनु पऱ्यो है। सो अब चाहिँ ल एकैछिन ल कतिजनाको चाहिँ इन्स्टल छैन, एकचोटि ह्यान्ड रेज गर्नुहोस् त, फोटोसप इन्स्टल नभएको चाहिँ।
5 जना मात्रै हो र ओके मजाले हुन्छ 2023 इभन 2019 हुन्छ ल तपाईहरुको धेरै हुनुहुन्न रहेछ तपाईहरुले मलाई प्राइभेट मेसेज गर्नु न WhatsApp मा म गरिदिन्छु इन्स्टल सक्नुहुन्छ भने चाहिँ म हल्का गाइड गरिदिन्छु सक्नुहुन्छ भने ठिकै छ सक्नुहुन्न भने चाहिँ मै गरिदिन्छु ल ठिकै छ 3-4 जना हुनुहुँदो रहेछ आजको क्लासमा त्यस्तो चाहिएन फोटोशप ओके जस फोटोशप छ भने अहिलेको लागि ठिक छ 2026 लेटेस्ट भर्जन झन् दामी हैन छैन सपोर्ट गर्दैन अब 4GB या 2GB र्याम छ भने त 2019 या त्यो भन्दा लोअर भर्जन नै चलाउनु पर्ने हुन्छ फर्गेट डिफेन्स के छ त्यसमा हजुर डिफेन्स के छ त्यसमा भन्ने पनि पुरानो र नयाँमा अब भर्जन अनुसार चाहिँ त्यहाँको त्यसको उयोहरू फङ्क्सनालिटिजहरू एड भएको हुन्छ लेटेस्ट अपडेटमा लेटेस्ट भर्जनहरुमा या त एड भएको हुन्छ या त अलिअलि चेन्जेस गरेको हुन्छ जस अलिक कम हुन्छ पुरानो भर्जनमा त्यति हो त्यही पनि अब त्यहाँ भएको जति पनि फङ्क्सनहरु छ त्यतिले पनि सबै कामहरु गर्न सकिन्छ क्या इभन पुरानो फोटोशप 7 बाट पनि हामीले गर्न सकिन्छ सो अलिकति युजर इन्टरफेसहरु फरक हुन्छ हैन फरक देखिन्छ तर काम गर्ने एउटै हुन्छ क्या सो मिलन सर तपाईले प्रोवाइड गर्नु भएको त्यो एउटा लिंक थियो नि त्यसैबाट चाहिँ डाउनलोड गरे 2025 को त्यो चाहिँ फोटोशप सो मसँग छ ल्यापटपमा त्यो चाहिँ हुन्छ 2025 को मैले प्रोवाइड गरेको छु हैन अनि एउटा 2019 को प्रोवाइड गरेको छु 4GB र्याम को लागि एउटा म्याक को लागि हजुर तपाईको रिक्वायरमेन्ट अनुसार तपाईको र्याम कति छ त्यो अनुसारले तपाईहरुले इन्स्टल गर्नु पर्यो त्यो कति जना म्याक युजर्स हुनुहुन्छ यहाँनेरि एकचोटी ह्यान्ड रेज गर्नुस् त ओके ल धेरै छैनौं जस्तो लाग्यो मलाई सर मेरो यो के पासवर्ड फरवर्ड चाहिँ भए छैन किन होला त्यो इमेलै फाउन्ड गरेन भन्छ ल त्यो चाहिँ एकछिनमा गरौँ ल भन्दा नि त्यो जुन पासवर्ड रिसेटहरु गर्नेहरुमा प्रब्लम आयो भने चाहिँ हाम्रो एडमिन कोड आइडी छ नि हाम्रो ग्रुपमा उहाँलाई मेसेज गर्नु ल मेसेज भन्दा नि डाइरेक्ट कल गर्नुभयो भने चाहिँ तपाईको फोन रिसिभ भयो भने चाहिँ टुको टु तपाईको प्रब्लम सल्भ हुन्छ सर यो 2026 को 8GB मा सेट हुन्छ हुँदैन 26 को नि अब रिक्वायरमेन्ट चाहिँ 8GB भनिरहेछ तर मैले चाहिँ 2025 चलाइरहेको छु हैन त्यो ट्राई गरेको छैन चल्छ भने ठिकै छ चलेन भने 2025 इन्स्टल गर्दा भयो ल अनि रिगार्डिङ क्र्याक है हामी क्र्याक भर्जन युज गरिरहेको छौं हैन अब हुन चाहिँ अलिकति रिस्की हुन्छ पाइरेटेडहरु हैन अब डाटाहरु मा रिस्क हुन्छ भन्ने खालको हुन्छ तर मोस्ट केसेसमा हाम्रो के हुन्छ भन्दाखेरि हामी स्टुडेन्ट सिक्दाखेरि सुरुमा सिक्दाखेरि अब महँगो हुन्छ हैन लिनु पर्यो भने इयरली हुन्छ सब्स्क्रिप्सन 7-8 हजार लाग्छ हैन तपाईको एक वर्षको अर्को वर्ष त्यति नै लाग्ने भयो सो सिक्दाखेरि त्यति धेरै एक्सपेन्स गर्नु भन्दा क्र्याक भर्जनहरु नै युज गर्दा बेटर तर तपाईको त्यस्तो सेन्सिटिभ डाटाहरु छैन भने चाहिँ तपाईको पीसीमा तर कस्तो हुन्छ भन्दा नेपालको कन्टेक्स्टमा चाहिँ नर्मली विदेशमा चाहिँ थाहा भएन नेपालमा चाहिँ हामीले ल्यापटप किन्दाखेरि नै जुन हामीले विन्डोज युज गर्ने हुन्छ नि अपरेटिङ सिस्टम विन्डोज 11 हरु नै क्र्याक युज गरिरा हुन्छौं क्या सो त्यही भएर खासै प्रब्लम हुँदैन जस्तो लाग्छ तर अब जस्तै तपाई बैंकिङहरुमा काम गर्नुहुन्छ हैन सरकारी डाटाहरु छ तपाईसँग हैन त्यस्तो केसेसमा चाहिँ अलिकति रिस्की हुन सक्ला त्यो केसमा चाहिँ अब बाइ गरेरै चलाको बेटर नत्र नर्मल डाटामा त केही फरक पर्दैन आफ्नो पर्सनल डाटामा त ओके अनि म्याक मेरो चाहिँ म्याक मैले म्याकबाट सिकाउँछु है अलिकति फरक छ युजर इन्टरफेस धेरै विन्डोजको हुनुहुन्छ हैन सो म विन्डोजकै तरिकाले सिकाउँछु अनि फरक चाहिँ के छ त्यो भनिदिन्छु म
अहिलेको लागि यस्तो गरौँ है त, तपाईँहरू कसको इन्स्टल गर्नुपर्ने छ त्यो क्लास सकेपछि मलाई म्यासेज गर्नु। ओके, अनि हाम्रो एभ्रिडे हाम्रो रेकर्डेड भिडियोहरू हुन्छ। तपाईँले इनकेस लगभग चाहिँ नछुटाउनु होइन, क्लासहरू रेगुलर लिनु, किन भन्दा तपाईँले क्वेसनहरू पनि सोध्न पाउनुभयो। म क्वेसन सोध्ने टाइमहरू दिन्छु, 20-25 मिनट लास्टमा डिस्कसनहरू गर्ने टाइमहरू निकाल्छु म, अनि त्यो बेला तपाईँले क्वेसन सोध्न पाउनुभयो। तर अब भिडियो मात्र हेर्दाखेरि चाहिँ त्यो क्वेसन सोध्नु पाएन क्या, त्यो छ फरक। अनि भिडियो हेर्दाखेरि अब युट्युब हेरे जस्तै लाग्छ, त्यही भएर त्यस्तो इफेक्टिभ पनि हुँदैन यो लाइभ क्लास लिए जस्तो। सो लगभग नछुटाउनु। अब अनि टाइमिङको कुरा गरिराख्नु भएको छ, बाहिर देशको लागि चाहिँ अलिकति गाह्रै होला यति बेला होइन। तर हाम्रो कस्तो छ भन्दाखेरि फिक्स्ड हामीले एडभर्टाइज गर्दाखेरि नै 8 बजेदेखि भनेर गरेका छौँ नि त। सो तपाईँहरूले त्यो हेर्नु भएन होला। हामी बिस्तारै चाहिँ ल्याउँछौँ अलिक अगाडिको क्लासेस पनि। अहिले चाहिँ हाम्रो एउटै छ, अनि यसलाई चेन्ज गर्नु पनि अब मिल्दैन, किन भन्दा नेपालको कन्टेक्स्टमा चाहिँ सबै ठ्याक्क कामसाम सकेर होइन, खानासाना खाएर 8 बजे नै भ्याइन्छ, त्यही भएर है त। ल अब हामी क्लास कन्टेन्टतिर लागौँ है। ल हामी ग्राफिक डिजाइन सिक्न भनेर आएको छौँ होइन सबैजना। ग्राफिक डिजाइन सिक्न आएको छौँ। ग्राफिक डिजाइन भनेको चाहिँ खासमा के हो त, त्यतातिर जाउँ है त। वाट इज ग्राफिक डिजाइन? यस्तो गरौँ, हामी च्याट युज गरौँ है त। ल तपाईँहरूलाई जे थाहा छ त्यो म्यासेजमा भन्दा हुन्छ। तपाईँले राइट नै हुनुपर्छ भन्ने छैन, गेस गर्न सक्नुहुन्छ। रङ एन्सर जे थाहा छ त्यही भन्दा हुन्छ। ग्राफिक डिजाइन भनेको के हो त? ओपन एन्सर तपाईँहरूलाई, ओपन क्वेसन हो होइन, म भन्छु है। डिजाइनिङ ग्राफिक्स लाइक सम पेम्प्लेट्स, पोस्टर्स एक्सेट्रा। एकदमै राइट, हामी पेम्प्लेट्सहरू पोस्टर्सहरू बनाउँछौँ, त्यो भनेको ग्राफिक डिजाइन हो। युआई, डिजाइनिङ युआई, त्यो पनि ग्राफिकमै पर्छ, तर युआई भनेको अझै त्योभन्दा वाइड तरिकाले नै हेर्न सकिन्छ। इलिस्ट्रेट द आइडियाज इन्टु इमेज, एकदम राम्रो। तपाईँसँग आइडिया छ, त्यसलाई भिजुअलाइज गर्नु भनेको, इलिस्ट्रेट गर्नु भनेको ग्राफिक डिजाइन हो, भिजुअल आर्ट। ओके, सो धेरै छ, सबैजनाले भनौँ त 99 वटा होस् न। Graphic design is the art and the practice of creating visual content to communicate ideas, messages. कहीँबाट कपी पेस्ट गर्न पाएन, यसरी भन्नुहोस् न के हो ग्राफिक डिजाइन भन्दाखेरि? लोगो डिजाइन हो। लोगो डिजाइन पनि ग्राफिक डिजाइन हो हैन? यो लामो लामो यो कपी पेस्टहरू यो well but enrolling in this course what can you expect, like how much capable will it make us? ल एकैछिन हल्ट गरौँ ल, यसको म एन्सर दिइहाल्छु। सो यहाँबाट तपाईँले के एक्सपेक्ट गर्न सक्नुहुन्छ? यो क्लास हाम्रो 14 डेजको सेसन छ हैन? सो यसमा हाम्रो मेन फोकस भनेको अभियसली फोटोसप हो। फोटोसप टुललाई चाहिँ हामीले मास्टरी गर्ने हो। तर त्यसमा बोनस तपाईँहरूले के पाउनुहुन्छ भन्दाखेरि ग्राफिक डिजाइन भनेको के हो त्यसको वाइडर भ्यू तपाईँहरूले हेर्न सक्नुहुन्छ हैन? तपाईँले कलर थ्योरीको बारेमा बुझ्नुहुन्छ, टाइपोग्राफीको बारेमा बुझ्नुहुन्छ, तपाईँले फोटो एडिटिङ
इमेज रिटचिङ होइन, त्यसपछि मोकअपहरू बनाउने, पोस्टर्सहरू बनाउने, त्यो कुराहरू चाहिँ सिक्नुहुन्छ है त। आर्ट एन्ड प्र्याक्टिस अफ क्रिएटिङ भिजुअल कन्टेन्ट, क्राफ्ट अफ कम्बाइनिङ टेक्स्ट इमेजरी, ठिक छ, कम्बाइनिङ टेक्स्ट एन्ड इमेज होइन, त्यसको क्राफ्टलाई चाहिँ हाम्रो ग्राफिक डिजाइन भन्छ। क्राफ्टिङ अफ भिजुअल क्राफ्ट, ओके, युजिङ यर इमेजिनेसन टु मेक आर्ट एन्ड डिजाइन्स हो। आर्ट पनि हाम्रो ग्राफिक डिजाइनभित्रै पर्छ। च्याट जिपिटी, लोगो एन्ड आर्ट, यस, डिजाइन लोगोज, पोस्टर, सोसियल मिडिया पोस्ट, वेबसाइट्स, यस। वेबसाइट चाहिँ हाम्रो फाल्टै पऱ्यो, तर वेबसाइट्समा युज हुने कुराहरू जस्तै फोटोहरू, इमेजेसहरू, डिजाइनहरू चाहिँ हामी बनाउन सकिन्छ। एन्ड एडभर्टिजमेन्टहरू, पोस्टर डिजाइन, ब्रान्डिङ, यस। आइडियाज एन्ड भिजुअल्स पर निड, वेबसाइट एन्ड एप इन्टरफेसेस, क्रिएटिभिटी, यस। नर्मली तपाईँहरूले जे पनि भन्दाखेरि मिल्छ है ग्राफिक डिजाइन भनेको। किन भन्दाखेरि ग्राफिक डिजाइनले एकदमै वाइड एरियालाई कभर गर्छ। टेम्प्लेट्स, लोगो, इम्प्लिमेन्टेसन, आइडियाज इन्टु भिजुअल आर्ट, टर्न इमेजिनेसन इन्टु इमेज, स्पेल्स लाइक, ओके, ल ठिक छ। ल ठिक छ, सबैले भन्नुभयो है। एउटा कुरा चाहिँ के भन्नु भएन भन्दाखेरि, ओके ल, टर्निङ आइडियाज इन्टु भिजुअल कम्युनिकेसन हो यो किवर्ड जुन छ। भिजुअल कम्युनिकेसन यो चाहिँ इम्पोर्टेन्ट छ है। युजिङ कलर्स, इमेजेस टु एट्र्याक्ट पिपल, ओके, भिजुअल कम्युनिकेसन। ल हामी यतातिर अहिले फोकस गरौँ है त। भिजुअल कम्युनिकेसन, सो ग्राफिक डिजाइन भनेको चाहिँ एउटा भिजुअल कम्युनिकेसन हो। कम्युनिकेसन हो कस्तो खालको भन्दाखेरि भिजुअल। सो कम्युनिकेसन हामी किन गर्छौँ त कम्युनिकेट? त्यति सिम्पल कुरा हामीले बुझ्यौँ भने द्याट्स इट। सो कम्युनिकेसन भनेको के हो? What is communication? Transfer of data into data transfer गर्ने, okay? So basically के हो communication भनेको? Information exchange गर्ने है। Express ideas, yes. Information exchange गर्ने, share with each other, okay? So त्यो जस्तै मैले केही कुरा भनिरहेको छु, तपाईहरुले त्यो कुरा सुनिराख्नु भएको छ हैन? तपाईले केही कुरा लेखिराख्नु भएको छ, मैले त्यो कुरा पढेर बुझिरहेको छु भने that's communication हैन? So many types of communication, धेरै छ communication, जस्तै verbal हैन? verbal communication भन्छ। verbal भनेको बोलेर है, कुराकानी गरेर verbal communication भयो। र नन भर्बल भन्ने पनि हुन्छ। नन भर्बलमा कस्तो हुन्छ? मेबी साइन ल्याङ्ग्वेजहरु युज हुन्छ हैन? बडी ल्याङ्ग्वेजहरु युज हुन्छ। त्यसपछि अर्को हुन्छ रिटन कम्युनिकेसन, यस रिटन है, ओके। हाम्रो रिटन कम्युनिकेसन लेखेर जस्तै टाइपहरु मेसेजेसहरु गरिन्छ। अनि लास्टमा हामीसँग भिजुअल जुन चाहिँ हेरेर हामी इन्फर्मेसनहरु लिन्छ या दिइन्छ। सो हाम्रो ग्राफिक डिजाइन जुन छ, ग्राफिक डिजाइन चाहिँ हाम्रो भिजुअल कम्युनिकेसन भित्र पर्यो। हामीले भिजुअलहरु, इफेक्टिभ भिजुअल्सहरु है, इफेक्टिभ भिजुअल्सहरु मेसेज इन्फर्मेसन पास गर्नुको लागि हामी बनाउँछौं, क्रिएट गर्छौं। भिजुअल कुराहरुलाई चाहिँ हामीले मिडियम अफ कन्भर्सेसन
इन्फर्मेसन एक्सचेन्ज बनाउँछौँ भने त्यो भयो हाम्रो ग्राफिक डिजाइन। ठिक छ। सो यति भएपछि हाम्रो ग्राफिक डिजाइन बुझ्यो होला। सो इट्स अ भिजुअल कम्युनिकेसन। ओके, ठिक छ। सो हामीसँग ग्राफिक्स जुन हुन्छ दुई टाइपको हुन्छ, 2 टाइप्स अफ ग्राफिक्स। एउटा हुन्छ भेक्टर र अर्को हुन्छ रास्टर है, रास्टर ग्राफिक। भेक्टर ग्राफिक। सो यो इम्पोर्टेन्ट हुन्छ, तपाईहरुले बुझ्नै पर्ने हुन्छ। सो यसको चाहिँ हामी एउटा एक्जाम्पलबाट हेर्छौँ। सो मसँग एउटा .ai fire.ai भन्ने फाइल छ, अर्को एउटा jpg फाइल छ, एउटा fire.psd भन्ने फाइल छ। ठिक छ। यो ai फाइल भनेको चाहिँ इलिस्ट्रेटरमा ओपन हुने फाइल हो। म डबल क्लिक गर्छु, यो इलिस्ट्रेटरमा एडोबी इलिस्ट्रेटरमा ओपन हुन्छ। ठिक छ। अर्को फायर psd छ, यो psd भनेको फोटोसप डकुमेन्ट, त्यो चाहिँ हाम्रो फोटोसपमा ओपन हुन्छ है। यसलाई म डबल क्लिक गर्छु, यो फोटोसपमा ओपन भइसक्यो। अर्को यो jpg लाई पनि म फोटोसपमै ओपन गर्छु। ओके, सर हाम्रो यो क्लास रेकर्डेड भिडियोमा नि हुन्छ भनेको हैन र? हजुर, रेकर्ड भइरहेछ। त्यो चाहिँ हामीले त्यही हाम्रो कोडिङको अफिसियल साइटबाट दिने हो। हजुर, त्यसमै आउँछ। सो हाम्रो रास्टर ग्राफिक चाहिँ हाम्रो फोटोसप हामीले जुन अहिले गर्न आँटेको छौँ, यसमा चाहिँ हामी रास्टर डिजाइनहरू बनाउँछौँ, रास्टर ग्राफिकमा हामी काम गर्छौँ। भेक्टर ग्राफिक भनेको चाहिँ हाम्रो इलिस्ट्रेटरमा हुन्छ। ठिक छ। सेम इमेज छ तर डिफ्रेन्ट हो यिनीहरू। ओके, कसरी भन्दाखेरि जुन हाम्रो यिनीहरूको नेचर जुन हुन्छ भेक्टर र रास्टरको नेचर नै फरक हुन्छ। जस्तै हामीले रास्टर इमेज यहाँनिर हेरौँ, यो जुन इमेज छ, यो सिनरीको इमेज छ, यो चाहिँ हाम्रो पिक्सल्सबाट बनेको हुन्छ। यानि कि हामीले जुम इन गर्दै गयौँ, यो केबाट बनेको छ भनेर हेर्दै गयौँ भने यो सानो बक्सेसहरूबाट बनेको हुन्छ। ठिक छ। यो स्क्वायर बक्सेसहरू छ, एउटा स्क्वायर बक्समा एउटा कलरको सेड हुन्छ। ठिक छ। यसमा डिफ्रेन्ट छ, यसमा डिफ्रेन्ट छ, अनि यो बक्समा डिफ्रेन्ट कलर छ, यो बक्सहरूमा डिफ्रेन्ट कलर्सहरू छ हैन। सो यो मल्टिपल हाम्रो बक्सेस विथ कलर्स चाहिँ हाम्रो मिक्स भएर ओभरअलमा हाम्रो के बन्ने हो त, एउटा होल इमेज क्रिएट हुने हो। सो हाम्रो यस्तो ब्लकहरूबाट बनेको छ भने यसलाई चाहिँ हामी रास्टर इमेज भन्छौँ। ओके, सो भेक्टर इमेज चाहिँ कस्तो छ, कस्तो त? सर तपाईले त्यो पहिला खोल्नु भएको थियो नि, पहिला खोलेको त्यो इमेजमा त्यसलाई के भन्छ, कुन ग्राफिक डिजाइन हुन्छ त्यसमा? भेक्टर ग्राफिक डिजाइन। अनि यो सेकेन्ड वाला चाहिँ खोल्नु भेक्टर एन्ड अर्को रेस्टर। ओके, ठिक छ। यसमा गयौँ भने पनि त्यही हो। इन्डिङमा गयौँ भने बक्सेसबाट हाम्रो क्रिएट भएको हुन्छ।
अनि हामी रास्टर टुल किन युज गर्छौँ, फोटोसप किन युज गर्छौँ भन्दाखेरि हामी एभ्री इन्डिभिजुअल बक्सेसलाई हामी चेन्ज गर्न सक्छौँ। भनेको यसको कलर, यसको कन्ट्रास्ट होइन, यसको ब्राइटनेस, सबै कुराहरू हामी पिक्सल लेभलमा एडिट गर्न सक्छौँ। त्यसले के हुन्छ त, हाम्रो इमेज कस्तो हुन्छ त भन्दाखेरि एकदमै रियल देखिन्छ क्या हाम्रो, बुझ्नुभयो? भनेको मतलब रियल इमेजेसहरू होइन, रियल डिजाइनहरू, नेचुरल डिजाइनहरू चाहिँ हामी रास्टरमा गर्छौँ। हामीलाई पिक्सल लेभलमै एडिट गर्नु छ भने रास्टरमा गर्छौँ। भेक्टरमा कस्तो हुन्छ भन्दाखेरि मोर अफ एब्स्ट्र्याक्ट हुन्छ। यहाँ भेक्टरमा भनेको चाहिँ हामीले जस्तै जुम गर्दै गयौँ भने के हुन्छ भन्दाखेरि यो फाट्दै जति गए पनि हाम्रो यो जुम भएको भए हुन्छ म्याक्सिमम टाइम्स हामीले 64,000 टाइम्स गर्दाखेरि पनि केही भएको छैन होइन। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि बेसिकली यसमा सेप्सहरू हुन्छ, एउटा सेप हुन्छ, त्यसैमा हाम्रो के हुन्छ भन्दाखेरि फिलहरू हुन्छ। यसरी फिल कलरहरू एउटा सिङ्गल कलर हुन्छ यसरी। सो यो चाहिँ हामीलाई स्मल साइजमा हाई क्वालिटीको ग्राफिकहरू बनाउनु छ। अनि कस्तो खालको भन्दाखेरि एब्स्ट्र्याक्ट, तपाईँहरूले इलिस्ट्रेसन भन्ने सुन्नुभयो होला, ठिक छ। सो इलिस्ट्रेसनहरू बनाउनुको लागि चाहिँ हामी इलिस्ट्रेटर युज गर्छौँ। अर्को एकदमै हाई क्वालिटीको हामीलाई चाहिने लोगोहरू इलिस्ट्रेसनहरू चाहियो भने चाहिँ हामी त्यसको लागि भेक्टरमा युज गर्छौँ, भेक्टरबाट बनाउँछौँ। हामीलाई रियल जस्तो देखिनु परेन, जस्तै एब्स्ट्र्याक्ट मात्र देखिनु पऱ्यो भनेको मतलब हामीलाई कन्सेप्ट मात्र थाहा हुनु पऱ्यो, ठिक छ। जस्तै मलाई म के को इमेज लिन सक्दिनँ, मलाई मेबी रियल हामी कुनै स्टारको हामी रियल इमेज लिन सक्दिनँ होला, तर त्यसलाई इलिस्ट्रेट गर्न सक्छौँ होइन। एब्स्ट्र्याक्टमा यस्तो हुनसक्छ है भनेर हामीले ड्र आउट गरेर त्यसको इलिस्ट्रेसन बनाउन सक्छौँ होइन। हामीले सोलर सिस्टमको इलिस्ट्रेसन बनाउन सक्छौँ, ठिक छ। सो त्यो खालको हामीलाई इलिस्ट्रेसनहरू चाहिएको छ भने चाहिँ, अनि त्यो हामीलाई भेक्टरमा चाहिएको छ भने चाहिँ त्यसको लागि इलिस्ट्रेसन युज गर्छौँ है। सो अहिले हामी फोकस्ड हाम्रो भनेको चाहिँ रास्टरमा हुन्छ, रियल इमेजहरूलाई एडिट गर्ने त्यसमा हुन्छ। के क्वेसन सोध्नु भएको थियो? सकिन्छ, मलाई मेसेज गर्नु न, प्राइभेट मेसेज गर्नु न। अनि हामी क्लासमा हुँदाखेरि चाहिँ मेसेज म रिप्लाई गर्नु भ्याउँदिनँ है, मतलब यता क्लासमा बिजी हुँदाखेरि। बरु केही क्वेसन्सहरू छ भने यहीँनिर मेसेज गर्दा हुन्छ, यहाँ एन्ड्रेज गरेर सोद्धा हुन्छ। ओके, सो भेक्टर ग्राफिक र रास्टर ग्राफिक भन्ने कुरा बुझ्यो होइन। अनि रास्टर ग्राफिकमा इम्पोर्टेन्ट भनेको चाहिँ के हो भने, ओके त्यो पछि कुरा गरौँला त्यसको। मैले भने रास्टरमा के हुन्छ अरे भन्दाखेरि पिक्सलको कुरा गरेँ है। सो रास्टरमा हाम्रो पिक्सल्सबाट बनेको हुन्छ, मेड आउट अफ पिक्सल्स है, मेड अफ पिक्सल्स। इमेजेस चाहिँ आर मेड अफ पिक्सल्स। अर्को हाम्रो भेक्टर जुन छ, यसमा भनेको चाहिँ हाम्रो मेड अफ क्यालकुलेसन्स भन्दा हुन्छ। भनेको म्याथमेटिकल अल्गोरिदमहरू होइन, म्याथमेटिकल इक्वेसनहरू युज गरेर बनाएको हुन्छ त्यसमा। सो हामीले जति जुम इन गर्दाखेरि पनि त्यो फाट्दैन। सो त्यो भनेको चाहिँ हाम्रो भेक्टर ग्राफिक्स हो भने, हाम्रो रास्टर भनेको चाहिँ पिक्सल्सबाट बनेको हुन्छ। पिक्सल भनेको के हो? हामीले छुट्टै दुईटा के अरे एप्लिकेसनबाट के अरे उयो एडिट गर्ने हो।
अहिले जस्ट मैले बुझाउन मात्रै खोजेको डिफ्रेन्स बिट्विन भेक्टर एन्ड रास्टर ग्राफिकको टाइप हामीले ग्राफिक डिजाइनमा के आवश्यक पर्छ त्यो कुराहरू हेर्दैछु मैले। प्र्याक्टिस गर्दा चाहिँ दुइटै गर्छौँ कि एउटा मात्र? प्र्याक्टिस गर्दाखेरि हामी अहिले फोटोसप मात्रै गर्छौँ। त्यस्तै आवश्यक पर्यो इक्जाम्पलहरू देखाउनु पऱ्यो भने चाहिँ म इलिस्ट्रेटरमा स्विच गर्छु। अनि म भनिदिन्छु मतलब तपाईँहरूले त्यो अहिले जस्ट फोकस फोटोसपमा मात्रै गर्ने अहिले तपाईँहरूले एकैचोटि दुइटामा गरेर हुँदैन। स्क्रिन सेयर भइरहेको छैन, तपाईँको डिभाइस चेन्ज गर्नु ल। यहाँ त स्क्रिन सेयर भइरहेछ। जस्तै तपाईँ फोनमा हुनुहुन्छ भने उता ल्यापटपमा हुनुहुन्छ भने फोनमा। ओके, आज त्यस्तो आज बुझ्ने कुराहरू मात्र हो, त्यस्तो यो हामी टेक्निकलमा जाँदैनौँ, आज बुझ्ने कुराहरू मात्रै छ। पिक्सल भनेको चाहिँ त्यही हो, स्क्वायर बक्स है। यो जुन हाम्रो बक्स छ यसैलाई चाहिँ पिक्सल भन्छ भिजुअल्ली चाहिँ। अहिले त्यो बुझौँ। अनि यसको क्यारेक्टरिस्टिक भनेको कस्तो हुन्छ भन्दाखेरि एउटा मात्र कलर सेड हुन्छ एउटा पिक्सलमा, ठिक छ। एउटा मात्र कलर, यहाँनिर दुई खालको ग्रेडियन्ट युज हुँदैन, दुई खालको तिन खालको मिक्स हुँदैन। एउटा पिक्सलले एउटा मात्र कलर कन्टेन गर्छ, त्यति हो हामीले बुझ्ने। अनि हामी एभ्री पिक्सललाई एडिट गर्न सक्छौँ। सो हामीलाई त्यो त्यहाँनिर हाम्रो ह्युज एडभान्टेज हुन्छ, हामीले रिटच गर्न सक्छौँ, एभ्री पिक्सललाई पेन्ट गर्न सक्छौँ। फोटोपिया पनि हो। ल हामीले भेक्टर र रास्टरको बारेमा बुझ्यौँ है। अब कतिलाई फोटोसप भनेको के हो पनि थाहा नहुन सक्छ। एउटा भनेको भेक्टर ग्राफिक टुल हो फोटोसप भनेको, होइन? त्यो हामीलाई थाहा भयो होला। सो फोटोसपको अलिकति भनिदिन्छु म। ग्राफिक डिजाइन टुल्सहरू भनौँ है त। अब तपाईँहरूले के सुन्नुभएको छ? एउटा फोटोसप भइहाल्यो, अहिले इलिस्ट्रेटर पनि सुनिहाल्नुभयो। एउटा क्यानभा, एउटा एकदमै क्यानभा एकदम राम्रो छ है। इनडिजाइन पनि हो। प्रिमियर प्रो, लाइटरुम। प्रिमियर प्रोलाई डिजाइनमा राख्ने हो र? प्रिमियर प्रो भनेको भिडियो एडिटिङको। लाइटरुमलाई राख्दा हुन्छ। अनि अहिले भर्खर फोटोपिया पनि भन्नुभयो होइन, त्यो पनि ठिकै छ। अनि त्यसपछि अर्को फिग्मा छ है, युआई युएक्समा पनि युज हुन्छ, हामीले डिजाइनिङको लागि पनि युज गर्न सक्छौँ। सो बेसिकली यो हामीले जुन सफ्टवेयरमा एउटामा फोकस गरिरहेको छौँ त्यो भनेको एउटा टुल मात्र हो। कोरल ड्र, पिक्सआर्ट, सो धेरै छ टुल्सहरू। रास्टर ग्राफिक टुल होइन र क्यानभा मिक्स जस्तो लाग्यो मलाई, भेक्टर पनि रास्टर पनि जस्तो लाग्यो। अब यस्तो तपाईँको एसभिजीहरू सपोर्ट गर्छ होइन, किन भन्दा सेप्सहरू छ। मैले नि त्यो ट्राई चाहिँ गरेको छुइनँ। जस्तै पिडिएफ फर्मेटले हाम्रो भेक्टर सपोर्ट गर्छ, एसभिजी फर्मेटले भेक्टर, एसभिजी फर्मेट भनेको भेक्टर नै हो। सो त्यो फर्मेटहरूमा चाहिँ एक्सपोर्ट हुन्छ क्यानभाबाट। फोटोसप भनेको रास्टर हो तर भेक्टर पनि सपोर्ट गर्छ यसले। ल अलिकति फोटोसपको ब्याकग्राउन्ड हेरौँ। एडोबी आइएनसी को प्रोडक्ट हो है त। यो भनेको एउटा युएस बेस्ड कम्पनी हो, यसले चाहिँ सफ्टवेयरहरू बनाउँछ। यसको प्रोडक्टहरूलाई चाहिँ एउटा क्रिएटिभ क्लाउड भन्ने उयोमा राखिदिएको छ क्या, हामी क्रिएटिभ क्लाउड सफ्टवेयर्स भनेर। जस्तै हाम्रो फोटोसपको कस्तो हुन्छ,
Adobe Photoshop 2025 होइन योभन्दा अगाडि CC पनि हुन्छ यसरी CC थियो पहिला CS थियो होइन सो यो CC भनेको उनीहरूको यो ब्रान्डको नाम हो जस्तो क्रिएटिभ क्लाउड सफ्टवेयर्स भनेर राखिदिएको छ सो अब यसमा टन्नै छ फोटोसपहरू छ इलस्ट्रेटर होइन इलस्ट्रेटर इनडिजाइन धेरै छ क्रिएटिभ क्लाउड सफ्टवेयर फोटोसप भनेको एउटा क्रिएटिभ क्लाउड सफ्टवेयर हो भनेर बुझ्दा भयो क्रिएटिभ क्लाउड सफ्टवेयर लिस्ट भनेर तपाईहरुले हेर्न सक्नुहुन्छ सबै यहाँ सबै छ हैन यो अडिसनहरु छ प्रिमियर प्रो पनि त्यही हो आफ्टर इफेक्ट्स त्यो त्यसपछि एनिमेटहरु भयो एज भनिरहेछ यो पुरानो भर्जनको देखाइरहेछ फोटोसप इलस्ट्रेटरहरु सबै इनडिजाइनहरु क्रिएटिभ क्लाउड भित्रको सफ्टवेयरहरु सो यो वान अफ द सफ्टवेयर्स हैन फोटोसप भनेको चाहिँ क्रिएटिभ एडोबी आइएनसी को सफ्टवेयर हो कस्तो खालको सफ्टवेयर भन्दाखेरि राष्ट्र ओके द्याट्स इट हामीले त्यति बुझ्दाखेरि हुन्छ ल अनि मसँग भएको चाहिँ फोटोसप 2025 छ है मसँग अनि मैले तपाईहरुलाई लिंकमा प्रोवाइड गरेको भनेको 2019 र 2025 प्रोवाइड गरेको छु तपाईहरुले 2019 भन्दा माथिको जुनसुकै पनि युज गर्न सक्नुभयो 2026 खासै धेरै फरक छैन 2019 देखि यता नयाँमा भनेको 2025 26 हरु लेटेस्टहरुमा भनेको एआई छ जेनेरेटिभ एआई हरु छ तर क्र्याक भर्जनमा सपोर्ट गर्दैन त्यो छ प्रब्लम सो हामी जेनेरेटिभ एआई हरु युज गर्दिनौं फोटोसपमा हामी अरु जति सपोर्ट गर्छ त्यो सबै हामी हेर्छौं मेन सर तपाईले यो प्रोवाइड गरेको फोटोसप यो फरएभरको लागि हो कि एकछिनको टेम्पररी यो क्र्याकहरु त चल्नु पर्ने हो जहिलेलाई नै फरएभर चलिराख्छ यो जहिले नै चल्नु पर्ने हो यसलाई हामीले नेपालमा किन्नु पर्दा कसरी छ फोटोसपको भिडियो सफ्टवेयर तपाईले क्रिएटिभ क्लाउड भनेर सर्च गर्नु क्रिएटिभ क्लाउड क्लाउड सब्सक्रिप्सन भनेर इन नेपाल यहाँ बाइ नाउ इमेजिन फर द बाइ नाउ भनि यिनीहरुको यहाँबाट गर्दा हुन्छ होला टुल्स मान्नुबाट कुनमा अलिक सस्तो छ अनि जेन्युइन जस्तो लाग्छ त्यसमा तर महँगो छ 8000 कति होला इयरली इयरली हो त्यो हैन इयरली हो लाइफ टाइम भने त किन्दा नि हुन्थ्यो अर्को वर्ष फेरि While editing small scale dozen sRGB essential and the display of laptop and PC also is essential. OLED IPS. कुन कन्टेक्स्टमा अब sRGB मा यो बारेमा त्यति मलाई नि थाहा भएन स्मलर स्केल डजन त्यो स्क्रिनको बारेमा चाहिँ त्यति थाहा भएन मलाई पनि म एकचोटि हेर्छु चाहिँ ल यसको एडिटिङ टास्कहरु प्रोवाइड हुन्छ like OLED displays better color much more vibrant and also makes it real त्यो त हो OLED डिस्प्ले चाहिँ बेटर हो IPS भन्दा तर तपाईले भन्नुभएको चाहिँ sRGB भन्नुभएको छ नि त
स्मलर स्केल डजन sRGB डिस्प्ले चाहिँ राम्रो हुनुपर्छ भन्नु खोज्नु भएको हो डिस्प्ले जति बेटर भयो तपाईको त्यति एक्युरेट चाहिँ हुन्छ तपाईको हेर्दाखेरि जस्तो देखिन्छ प्रिन्ट आउट गर्दा या युज गर्दाखेरि अरु डिभाइसहरुमा पनि त्यस्तै देखियो भने कलर एक्युरेसीको लागि चाहिँ स्क्रिन म्याटर गर्छ त्यति हो भन्नु खोज्नु भएको त्यो म्याटर गर्छ जस्तै म्याकको स्क्रिनमा एकदमै रियल देखिन्छ विन्डोजको अब विन्डोजमा चाहिँ डिस्प्ले अनुसार हुन्छ आइपीएसहरुमा त्यस्तो राम्रो कलर प्रोडक्सन हुँदैन हैन आइपीएसहरु पनि तर खालखालको छ अब अहिलेको चाहिँ त्यो 100% sRGB भएकोहरु हैन त्यो टाइपकोहरुमा चाहिँ बेटर होला ल हामीसँग फोटोशप सबैसँग छैन अहिले हैन यो बारेमा हामी त्यति धेरै डिस्कस नगरौँ होला ल एकैछिन ल if I create edited photo in my OLED and my customers are using IPS doesn't it make a difference difference it makes difference अब तपाईकोमा OLED मा बनाइराख्नु भएको छ भने उहाँहरुकोमा चाहिँ त्यो तपाईले बनाउनु भएको जस्तो कलर चाहिँ प्रोड्युस नहोला त्यो त हो त्यति हुन्छ किन भन्दा स्क्रिन अनुसार कलर अब स्क्रिनले कसरी काम गर्छ हाम्रो जस्तै हाम्रो फाइल त कलरफुल्ली छ हैन हाम्रो फाइलमा मजाले छ कलर्सहरु तर स्क्रिनले त्यो कलरलाई डिस्प्ले नै गर्न सकेन भने त्यो obviously त्यो त डिफरेन्ट हुने भयो तपाईले भन्नु खोज्नु भएको चाहिँ so if they ask for a vibrant texture तपाईकोमा भाइब्रेन्ट छ भने उहाँहरुलाई डिस्प्ले चेन्ज गर्न मतलब राम्रो डिस्प्लेमा चाहिँ देखिन्छ भन्नु न that solves the problem आउटपुट रियल आउटपुट डिफरेन्ट हुँदैन नि त जस्ट उनीहरुको डिस्प्लेले चाहिँ त्यो राम्रो आउटपुटलाई पनि फरक देखाइदियो हैन that's not the problem ल अलिकति हामीले युजर इन्टरफेसको बारेमा हेरौँ होला फोटोशपको ठीक छ ल यसको लागि पनि हामीलाई फोटोशप इन्स्टल गर्नु पर्यो अहिले जस्ट बुझ्ने मात्रै हामी है युजर इन्टरफेस मात्र बुझ्छौं है सबभन्दा पहिला हामीले फोटोशप ओपन गर्दाखेरि हामीसँग सुरुमा देखिने जुन छ यसलाई चाहिँ होम पेज भन्छ ओके होम पेज यहाँनेर दुई तीनवटा इम्पोर्टेन्ट बटनहरु छ जस्तै लोगो छ हैन त्यसपछि फाइल न्यू फाइल क्रिएट गर्ने ओपन गर्ने बटनहरु छ हैन त्यसपछि टपमा हामीसँग मेन्युजहरु छ अनि अलिकति डिफरेन्ट हुन्छ यो सानो बार चाहिँ नहोला विन्डोज युजर्स जति पनि हुनुहुन्छ तर यसलाई बानी हुन्छ एक दुई दिनमा हैन यो भनेको चाहिँ म्याकको युजर इन्टरफेस हो सो हाम्रो मेन इम्पोर्टेन्ट भनेको यो मेन्यु बार हैन जस्तै फाइलको मेन्यु अप्सनहरु हुन्छ फाइलको हैन नयाँ फाइल बनाउने पुरानोलाई ओपन गर्ने एक्सपोर्ट गर्ने सेभ गर्ने त्यो सबै कुराहरु चाहिँ यहाँनेरि हुन्छ त्यसैगरी एडिटको अप्सनहरु हुन्छ एडिटमा अब कपीहरु कटहरु पेस्ट अनि अन्डु रेडोहरु गर्नु पर्यो हैन फिल स्ट्रोकहरु ब्रशहरु डिफाइन गर्नु पर्यो भने त्यो सबै अप्सनहरु हुन्छ त्यसैगरी इमेजको अप्सनहरु हुन्छ हामीसँग लेयर्सको हुन्छ टाइप टेक्स्टको अप्सनहरु हुन्छ सिलेक्सनको हुन्छ फिल्टर्सहरु हुन्छ सो हामीसँग विन्डो छ प्लगइन सबै कुराहरु छ यहाँनेरि ठीक छ सो यसलाई हामी अप्सन बार भन्छौं है
एउटा अप्सन बार यहाँनिर इम्पोर्टेन्ट छ, अर्को यो लोगो अनि यो दुईटा बटनहरू हैन। तर हामी डाइरेक्टली के गर्न सक्छौँ भन्दाखेरि यो लोगोमा क्लिक गरेर हामी भित्र जान सक्छौँ। ब्याक हामीलाई होम पेजमा जानु पर्यो भने यो होममा क्लिक गऱ्यो भने हाम्रो होम पेजमा जान्छ। सो यसरी स्विच गर्न सक्यो। अब मलाई नयाँ फाइल बनाउनु छ भने तपाईले यहाँबाट न्यू फाइलमा गएर गर्दा पनि भयो, फाइल मेन्युमा गएर यहाँबाट गर्दा नि भयो, या सर्टकट प्रेस गर्दा नि भयो। सो एउटै कुरा मल्टिपल वेजमा गर्न सकिन्छ। सो त्यसमा चाहिँ हामी बानी हुनु पर्यो। एउटै कुरा जस्तै न्यू फाइल क्रिएट गर्नु छ, म यहाँबाट नि गर्न सक्छु, या सर्टकट युज गरेर नि गर्न सक्छु। सर्टकट हाम्रो अप्सन बारमै हुन्छ राइट साइडमा, न्यू अनि के छ कमान्ड एन छ यहाँनिर है। तर विन्डोज युजर प्राय हुनुहुन्छ, सो म कन्ट्रोल एन भन्छु। ओके, कन्ट्रोल एन गऱ्यो भने चाहिँ तपाईको न्यू फाइल न्यू डकुमेन्टको पपअप आउँछ। यहाँनिर यहाँ जानुभयो भने त्यही न्यू फाइल न्यू डकुमेन्टको पपअप आउँछ। ठिक छ, तपाईँ डाइरेक्टली यहाँ गएर कन्ट्रोल एन गर्दा नि भयो। द्याट्स इट हैन। जस्तै जुनसुकै म क्रिएट गरिदिन्छु। सो यो हाम्रो क्रिएट भयो, अनटाइटल्ड 1 भन्ने क्रिएट भयो। क्लोज, कन्ट्रोल एन। अनि म यहाँनिर तपाईहरुकोमा यो पनि हुनुपर्छ है, जस्तै फोटो भनेर यो प्रिडिफाइन्ड साइजहरु, प्रिडिफाइन्ड टेम्प्लेटहरु हुनुपर्छ यहाँनिर। जस्तै फोटोमा गयो भने फोटोको साइज डिफल्ट फोटोसप साइज 7/5 इन्चको छ हैन। त्यसैगरी हामीसँग 4/6 को 4x6 इन्च 4/6 इन्चको त्यो पनि छ। अनि 8/10 इन्चको छ हैन। सो हामीलाई यसरी साइजहरु डिफाइन गरिदिएको हुन्छ। त्यसैगरी हामीलाई प्रिन्टको लागि चाहियो A4 साइजको, लेटर साइजको छ हामीसँग। त्यसपछि हामीसँग ओके अरु साइजेसहरु छ हैन। हामीले जुनसुकै एउटा सेलेक्ट गरेर क्रिएट गर्न सकिन्छ। जस्तै A4 मा क्रिएट सेलेक्ट गर्छु, क्रिएट गर्छु। द्याट्स इट। फेरि कन्ट्रोल एन। अनि त्यसपछि आर्ट एन्ड इलिस्ट्रेसनको लागि छुट्टै साइजेसहरु छ, वेबको लागि छुट्टै साइजेस, मोबाइलको लागि दिएको छ हैन। सो फोटोमा गएर 4/6 क्रिएट गरिदिन्छु। द्याट्स इट। सो हामीले जति पनि क्रिएट गर्छौं यो यहाँनेरि हाम्रो यसरी स्ट्याक हुँदै जान्छ। जस्तै हाम्रो ब्राउजरमा हैन, क्रोमको ट्याबमा जस्तो, क्रोमको ट्याबमा पनि यसरी नयाँ जति ओपन गर्छौं त्यो हुँदै जान्छ। सेम यहाँनेरि हुँदै जान्छ यसरी। ओके, सो हाम्रो होम पेज थियो। अनि यो जुन हाम्रो देखिरहेछ यो हामी स्विच भएको यो इन्टरफेसलाई चाहिँ वर्कस्पेस भन्छ। फोटोसपको युजर इन्टरफेस, UI भनेको युजर इन्टरफेस है, वर्कस्पेस पनि भन्छ। सो यसमा के हुन्छ भन्दाखेरि एउटा मेन्यु बार हुन्छ, सबै बारहरुमा हुन्छ है। त्यसपछि अर्को टुल बार हुन्छ। त्यसैगरी अर्को हामीसँग अप्सन बार हुन्छ। त्यसैगरी हामीसँग प्यानल्सहरु हुन्छ। त्यसैगरी हामीसँग वर्कस्पेस हुन्छ। ओके, हाम्रो वर्कस्पेस छ। वर्कस्पेसमा म एक्सप्लेन गरिदिन्छु। यो UI UX कै टपिकको UI हो कि यो फोटोसपको UI हो यो? UI त तपाईको जेको पनि हुन्छ। अब यो जुन हाम्रो देखिरहेछ नि यो पनि UI नै हो नि त। यो हाम्रो गुगल मिटको UI हो। UI भनेको युजर इन्टरफेस। अनि त्यो एउटा अर्को एउटा कुनै सब्जेक्टमै पनि छ नि UI UX को? तपाईले चाहिँ त्यही नै पर्छ। त्यो हैन, त्यो एक्ज्याक्टली हैन। तर UI भनेको अगाडि देखिने कुरा हो नि त। युजरले के देख्छ, UI UX को जुन अर्को एउटा पाटोको एउटा अर्को सब्जेक्टको नि क्लास हुन्छ नि। म चाहिँ त्यही पाटोबाट हो कि भन्न खोजेको। तपाईले चाहिँ त्यो उयोलाई भन्नुभएको UI UX वेब डेभलपमेन्टको। हजुर त्यो डिफरेन्ट हो। तर युजर इन्टरफेस भनेको युजरले के देख्छ त्यसलाई चाहिँ भन्ने हो क्या खासमा।
त्यो चाहिँ युआई डिजाइन हो नि त, हामी अहिले युआई मात्र, त्यो पनि फोटोसपको युआई मात्र हेर्दैछौँ। सो हामीसँग मेन्यु बार छ टपमा। ओके, मैले अघि पनि भने हरेक फाइलको अप्सनहरू छ, इमेजको अप्सनहरू छ भनेर। त्यसपछि अर्को हामीसँग लेफ्ट साइडमा छ टुल्सहरू, सबै कुरा टुल्समा अपरेट हुन्छ। हामीले मुभ गर्नु पर्यो भने नि टुल होइन, केही कुरा ड्र गर्नु पर्यो भने पनि ब्रस टुल, होइन केही कुरा लेख्नु पर्यो टाइप गर्नु पर्यो भने टेक्स्ट टुल, सो यसलाई मुभ गर्नु पर्यो भने नि अर्कै मुभ टुल होइन। सो सेलेक्ट गर्नु पर्यो भने सेलेक्सन टुल, हरेक कुराको टुल हुन्छ, हामीले टुल्सहरू चलाउनु पर्ने हुन्छ। सबै टुल्सहरू कन्टेन हुने प्यानललाई चाहिँ हाम्रो टुल बार भन्छौँ हामी। त्यसै गरी हामीसँग यो जुन होरिजोन्टल लाइन छ यसलाई अप्सन बार भन्छौँ। ओके, अप्सन बारमा चाहिँ के को अप्सन भन्दाखेरि टुल्सको, जस्तै यहाँ यो कुन टुल छ, मैले माउस लगेर यसरी होभर गर्छु, यसको डिटेल देखाउँछ यहाँनिर। मुभ टुल भन्ने चिज रहेछ। ओके, यसले के गर्छ अरे, एउटा सेलेक्सन या एउटा लेयरलाई चाहिँ मुभ गर्छ अरे, होइन। सो यसै गरी अरू टुल्समा पनि मैले होभर गरेँ यसरी भने यसरी यसको डिटेल्सहरू देखाउँछ। यसमा हामी अझै डिस्कस गर्छौँ भने अहिले जस्ट टुल्सहरू कस्तो हुन्छ भन्ने खालको। अब जस्तै मुभ टुलमा हुँदाखेरि यो अप्सन देखाइरहेछ, अटो सेलेक्टमा चेक छ, केलाई सेलेक्ट गर्ने, ग्रुपलाई, ट्रान्सफर्म कन्ट्रोल्सको कुरा छ। यसमा गयो भने यसकै अप्सनहरू देखाइरहेछ, होइन, एड टु सेलेक्सन यिनीहरू। यसमा गयो भने डिफ्रेन्ट छ, यसमा गयो भने डिफ्रेन्ट छ होइन, हरेक टुलको डिफ्रेन्ट छ। सो अप्सन बार चाहिँ के बार भन्दाखेरि टुल्सहरूको अप्सनहरू भएको बारलाई चाहिँ अप्सन बार भन्छौँ हामी। सो मेन्यु बार, अप्सन बार, टुल बार, अनि लेफ्ट साइडमा हामीसँग छ तपाईहरुकोमा इसेन्शियल्स। सो यस्तो होला तपाईहरुकोमा। ओके, सो हाम्रो टुल्सहरू छ, अनि राइट साइडमा भनेको चाहिँ हाम्रो प्यानल्सहरू छ, जस्तै मोर अप्सन्स, जस्तै प्रपर्टिजमा हैन विथ हाइटहरू दिएको छ, ओरिएन्टेसनहरू दिएको छ, एडजस्टमेन्ट्समा दिएको छ हामीलाई लेबल्सहरू, कर्भ्सहरू, लाइब्रेरिज। त्यसैगरी लेयर्समा हामीसँग लेयर्सहरू देखाएको छ हैन, च्यानल्सहरू छ, पाथहरू छ, स्वाचेसहरू छ, कलर ग्रेडियन्टहरू सबै छ। सो मोर अप्सनहरूलाई चाहिँ हामी प्यानल्स भन्छौँ। ओके, सो हाम्रो वर्क स्पेसलाई कसरी एडजस्ट गर्ने त, जस्तै मलाई यो एउटा लाइनमा चाहिएन, दुईटा लाइनमा चाहियो भने यहाँनिर यो सानो आइकनलाई क्लिक गर्ने, दुईटा लाइनमा आयो हैन, दुईटा कोलममा यही क्लिक गर्यो भने एउटा कोलममा। अनि यहाँ पनि यो सानो आइकनहरू छ, यिनीहरूलाई पनि यसरी गर्न सक्यो हामीले, कोल्याप्स, एक्सपान्ड गर्न सक्यो। अनि त्यति मात्र नभएर हामीले यो सबैलाई यसरी ड्र्याग आउट गरेर क्लोजहरू गर्न सक्यो यसरी, ठिक छ। सो इनकेस कहिलेकाहीँ यो सबै हरायो भने मलाई ब्याक ल्याउनु पर्यो भने यो सानो आइकन जुन छ वर्क स्पेसको आइकन हो यो, यहाँ क्लिक गरेर रिसेट गरिदिने, रिसेट गर्यो भने ब्याक हाम्रो यसरी आउँछ, ठिक छ। फेरि यसलाई म दुईटा कोलममा बनाउँछु, अनि यो मलाई कलर्सहरू, स्वाचेसहरू केही चाहिएन, क्लोज गर्छु, प्रपर्टिजहरू बाहिर एम्प्टी स्पेसबाट यसरी ड्र्याग गरेर नै आउँछ। यसलाई म यो भर्टिकल जुन कोलम छ नि यसमा लगेर टक्कै यसरी राखिदिन्छु। सो मलाई प्रपर्टिजहरू चाहिन सक्छ भरे, सो यसरी राख्छु। सो यहाँनिर मलाई लेयर्स चाहिन्छ, ल च्यानल्स पाथ यति भइराखोस्। जस्तै अरू प्यानलहरू पनि चाहियो मलाई भने सबै प्यानलहरू हाम्रो विन्डो मेन्युमा हुन्छ, मेन्यु बारको विन्डो मेन्युमा। यहाँनिर जस्तै मलाई क्यारेक्टर चाहियो, ठिक छ। सो क्यारेक्टर र प्याराग्राफ यहाँनिर आयो दुईटा प्यानल, अनि यो ठ्याक्कै यहीँ बस्यो। यसरी बाहिर छ भने के गर्ने, यसलाई ड्र्याग गरेर यहाँ लगेर यसरी राखिदिने, त्यो गर्न सक्यो। अर्को मलाई एक्सनहरू चाहियो,
ठिक छ, डाइरेक्ट यहीँ आएर बस्यो, ठिक छ। सो यसरी मैले चाहिँ कस्टमाइज गर्न सक्छु, के कुरा देखाउने के कुरा हाइड गर्ने होइन। यहाँनिर टुल्सहरूलाई पनि मैले एडिट गर्नु पऱ्यो नि, एडिट भन्दा नि विन्डोमा जाउँ हामीसँग, यहाँनिर टुल्सहरूलाई पनि हाइड गर्नु पऱ्यो नि, टुललाई पनि हाइड गर्नु मिल्यो। विन्डो टुल्सलाई क्लिक गर्छु यसरी। जस्तै इनकेस मैले यसरी बाहिर मिस्टेकली ड्र्याग गरेर लिएँ भने यसलाई यसरी लगेर ब्लू कलर देखाउँछ लाइन, तब छोडिदिने, ठिक छ। कहिलेकाहीँ यो लेयर्स बाहिर निस्क्यो, लेयर्सलाई यहीँ माथि राख्नु पऱ्यो भने यो आउटलाइन जुन रेक्टेङ्गुलर आउटलाइन छ, ब्लू आउटलाइन, त्यो आउनु पऱ्यो। सो यो लेयरलाई ड्र्याग गरेर अगाडि राख्दिने यसरी होइन। सो अरू प्यानलहरू जस्तै मलाई हिस्टोग्राम चाहियो भने यसरी, जस्तै बाहिर छ, मैले यो प्यानल यो कोल्याप्स भएर यस्तो छ होइन, एक्सपान्ड गरेँ भने यस्तो हुन्छ, अनि यो अर्को यस्तो छ। मैले यो दुइटाको बिचमा राख्नु पऱ्यो भने यो ब्लू लाइन याद गर्नु पऱ्यो, यहाँनिर छोडिदियो भने यसरी 3टा लाइनमा कोलममा बस्ने भयो, ठिक छ। तर मलाई ठिकै छ, यसैमा राख्नु छ भने यो यसरी राख्न सक्छु। यो बाहिर आयो, यहाँ राख्नु छ भने यो ग्रिन ब्लू कलरलाई जहिले याद गर्ने यसरी। सो यसरी मैले कस्टमाइज गर्न सक्छु। अनि यसलाई फेरि मैले रियुज गर्नु पऱ्यो भने पछि यहाँ गएर सेभ गरिदिने, न्यू वर्क स्पेस गर्ने, अनि हाम्रो जेस्ट 15 होइन 83, अनि यसलाई सेभ गरिदिउँ। अनि यहाँनिर हाम्रो सेभ भइसकेको छ यो। सो इनकेस कहिलेकाहीँ हामी जस्तै मोसनमा छौँ, यस्तो खालको छ, मलाई मेरै वर्क स्पेस चाहियो, जस्तै फोटोग्राफीमा छौँ हामी, मलाई मेरै वर्क स्पेस चाहियो भने म जान्छु जेस्ट 15 यसमा। इनकेस कहिलेकाहीँ बिग्रियो, यसरी वर्क स्पेस बिग्रियो, रिसेट यो गर्छु, अनि हाम्रो ब्याक टु नर्मल हुन्छ। त्यसपछि हामी काम गर्न सक्छौँ। सो यति कुरा क्लियर भयो होइन। सो प्यानल्स भयो, त्यसपछि हाम्रो यो एरिया भनेको चाहिँ वर्क स्पेस हो, जहाँनिर चाहिँ हाम्रो फाइल्सहरू हुन्छ, अनि जहाँ हामी काम गर्छौँ, जहाँ हामी डिजाइनिङ एडिटिङहरू गर्छौँ। ल, सो हाम्रो मेनु बार, टुल बार, अप्सन बार, प्यानल्स, वर्क स्पेस। ल, आज हामीले के हेऱ्यौँ? ग्राफिक डिजाइन, ग्राफिक टाइप्स, अनि टुल्सहरूको बारेमा होइन, फोटोसपको बारेमा, अनि त्यसपछि फोटोसपको युजर इन्टरफेस हेऱ्यौँ। ल, ठिक छ, आज यति गरौँ। अनि अब चाहिँ डिस्कस गरौँ है त, के क्वेसन्सहरू छ भने। कुन पार्ट फेरि गरिदिनु? सर त्यो लेयरहरू राख्न आएन सर, त्यो साइडमा राइट साइडमा लेयरमा लेयर्सहरू तपाईँले लेयर्स कसरी ल्याउने त थाहा छ नि। विन्डोमा गएर यदि यहाँ लेयर्स छैन भने, ल जस्तै मैले डिलिट गरेँ, विन्डोमा गएर लेयर्स लिनु पर्यो, यसरी यसरी राख्नु पर्यो। तपाईँले जहिले पनि यो लाइन, ब्लू लाइन जुन छ त्यो याद गर्नु पर्यो यसरी। सर यो टुलहरू छन् नि जति पनि, यो टुलहरूको बारेमा एक्चुअली भन्दैन। अनि यो टुलहरू त अलिअलि हाइट पनि भएर बसेको हुन्छ नि त। टुल्सहरूको बारेमा हामी यो सबै भन्नुभन्दा नि तपाईँले यस्तो यो होभर गरेर हेर्न सक्नुहुन्छ होइन। म चाहिँ कसरी सिकाउँछु भने कुन कुन टुल युज हुन्छ, जस्तै प्रोजेक्ट वाइज गर्छौँ हामी भोलिदेखि, डेली एउटा प्रोजेक्ट गर्छौँ, अनि त्यो प्रोजेक्टमा चाहिँ कुन कुन टुलहरू युज हुन्छ, कुन कुन रिसोर्सेसहरू चाहिन्छ, म त्यो सुरुमा भनिदिन्छु। अनि त्यो प्रोजेक्टलाई म कसरी बनाउने त्यो देखाइदिन्छु डेमो होइन।
अनि त्यही तपाईँहरूले बनाउनु पर्ने हुन्छ। त्यस्तै खालको म तपाईँहरूलाई उयो पनि दिन्छु, होमवर्क पनि दिन्छु। ए हुन्छ सर। आज चाहिँ हामी यो इन्टरफेस बरु अलिकति आफैले बुझेर यो यस्तो गर्नु, तपाईँलाई टुल्सहरूको बारेमा बुझ्नु मन छ भने माउसको पोइन्टर लानु, 1-2 सेकेन्ड होल्ड गर्नु, के टुल रहेछ, के गर्दो रहेछ चेक गर्नु। मेरोमा चाहिँ सर अब भर्टिकल टाइप टुल मात्र देखाइरहेको छ क्या, अनि मैले हरिजन्टल टुल खोजिरहेको छु। अब यो कुन अप्सनमा चाहिँ हुन्छ भन्ने मलाई थाहा छ, तर भेटिरहेको होइन कि। के भन्नुभयो? होरिजोन्टल टुल, टाइप टुल? होरिजन्टल टाइप टुल चाहिँ छ, ए देखाइरहेको छ। भर्टिकल टाइप टुल त हाइड भएको यो छ भनिदिन्छु है। हाम्रो भोलि स्याटरडे क्लास हुँदैन है। हाम्रो क्लास आजको लागि चाहिँ हाम्रो मेन कन्टेन्ट चाहिँ सक्यो होइन। डिस्कस गर्छौँ अब हामी, त्यसमा पनि केही न केही त सिक्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई, बस्दा हुन्छ। अनि टुल्सको बारेमा थोरै भनिदिन्छु। जस्तै यहाँनिर एभ्री टुलमा तपाईँले यो सानो आइकन देख्नुहुन्छ नि इन्डिङमा, त्यसको मतलब चाहिँ यहाँभित्र अझै टुल्स छ क्या। जस्तै मैले राइट क्लिक गरेँ भने यहाँ 3टा अझै लुकेर बसेको रहेछ। यहाँनिर राइट क्लिक गऱ्यो भने अर्को रहेछ। तपाईँको यो टाइप टुलमा हान्नु होइन, यसमा मैले राइट क्लिक गरेँ भने यहाँनिर होरिजन्टल भर्टिकल टाइप टुल, जस्तै तपाईँको यो होला सुरुमा, यो सेलेक्ट भएको छ नि त्यो हुन्छ। राइट क्लिक गर्ने, कुन चाहिएको छ तपाईँलाई त्यो क्लिक गर्ने। ओके, सोध्न पायो। म चाहिँ अलिकति कन्फ्युज भयो क्या। तपाईँले एसआरजिबीको कुरा गर्नुभयो, अनि त्यो कलर प्रोफाइल चाहिँ स्क्रिन इजेन्सियल हुन्छ, एसआरजिबी इजेन्सियल हुन्छ कि भनेर सोध्नुभयो, अनि अलिकति कन्फ्युज मात्र भएको हो। सर यो राइट साइडकोलाई के भन्छ अरे? वर्क स्पेस त हाम्रो बिचको भयो होइन? बिचको चाहिँ वर्क स्पेस जहाँ हामी काम गर्छौँ। राइटको चाहिँ प्यानल्स। यस्तो गर्नु, मैले यहाँनिर यो व्हाइट बोर्डमा लेखाउँदाखेरि तपाईँले स्क्रिनसटहरू लिन सक्नुहुन्छ। मैले क्लास गराउँदै ठ्याक स्क्रिनसट लिएर राख्दा हुन्छ यिनीहरू। जे पनि सोध्न पायो, तर अलिकति अफ टपिक चाहिँ सोध्न पाएन। हाम्रो टपिक रिलेटेड सोध्न पाएँ मजाले। कताबाट गर्ने हो? सौगातजी हजुर बोलिराख्नु भएको छ। सर त्यो लेखेको एकपल्ट देखाउनु न सर, त्यो क्लासको। यो हो सर। यो तपाईँको भिडियोमा पनि हुन्छ नि, रेकर्डेड भिडियोमा पनि हुन्छ सर। वर्क स्पेस सेभ गर्नलाई तपाईँले न्यू वर्क स्पेस यहाँ गएर न्यू वर्क स्पेसमा गएर नाम दिने, सेभ गर्ने, द्याट्स इट। यसको भिडियो हेर्ने कसरी हो? हाम्रो वेबसाइटमा गएर लगइन गर्नु पर्यो तपाईँले, kodait.com.np। अनि यहाँनिर मेरोमा ड्यासबोर्ड देखाइरहेछ, तपाईँकोमा लगइन होला होइन। सो लगआउट गर्छु, लगइन गर्ने। अनि यहाँनिर तपाईँको इमेल जुन तपाईँले इनरोल गर्दाखेरि युज गर्नुभयो, अनि तपाईँको पासवर्ड हाल्नुभयो होला। के पासवर्ड थाहा छैन भने फर्गेट पासवर्ड गरेर त्यहाँबाट नि गर्न सक्नुभयो। रिसेट लिङ्क आउँछ इमेलमा, त्यहाँबाट रिसेट गरेर त्यो रिसेट गरेको पासवर्ड र इमेल साइन इन गर्नुभयो भने यसरी आउँछ। तपाईँले लिनुभएको कोर्सेस, जस्तै इलिस्ट्रेटरको लिएको रहेछु मैले भने यहाँनिर यसरी तपाईँको भिडियोजहरू आउँछ। तपाईँले नोट्स एन्ड रिसोर्सेस चाहियो भने यहाँनिर मैले राखिदिएको हुन्छु। मतलब अहिले चाहिँ राखेको छुइनँ, राखिदियो भने चाहिँ यहाँ आउँछ क्लास भिडियोज। पछि सर्टिफिकेटहरू चाहियो भने यहीँ सर्टिफिकेट्सहरू हुन्छ। टुडेज अब 1-2 घन्टा चाहिँ लाग्छ, म आजै अपलोड गरिदिन्छु।
अनि एउटा क्वेसन कि जस्तै बिगिनरहरूलाई कतिको बुझ्न गाह्रो भइरहेछ एकचोटि ह्यान्ड रेज गर्नुहोस् त। जस्तै के कुरामा चाहिँ स्पिड धेरै भइरहेछ कि? हो सर, स्पिड अलि धेरै भइरहेछ। स्पिड भइरहेछ, ठिक छ। अलिकति म स्लो डाउन गर्छु। त्यो माउसको पनि त्यो चलाउने अलिक फास्ट भइरहेछ सर, कता कता के भइरहेछ। हो, ओके। अलिकति त्यो बानी नभएर नि हो कम्प्युटरमा जस्तो लाग्यो मलाई, तर ठिक छ, 1-2 दिनमा युज टु भइहाल्छ। अनि स्पेसली केमा यो इम्प्रुभ गर्न सकिन्छ त्योहरू पनि भन्नु है, यदि तपाईँहरूलाई त्यस्तो खालको उयोहरू छ भने फिडब्याकहरू पनि दिँदा हुन्छ। सर मलाई चाहिँ लोगो डिजाइनहरूमा अलि इन्ट्रेस्ट थियो। लोगो डिजाइनको लागि चाहिँ हाम्रो छुट्टै सेसन छ इलिस्ट्रेटरको, अस्ति भर्खर सक्यो। ए हामीले चाहिँ फोटोसपमा चाहिँ एक्ज्याक्टली चाहिँ फोटोहरूलाई अलि टेक्सचर चेन्ज गर्ने त्यो सिक्छौँ कि एक्ज्याक्टली के सिक्छौँ सर यसमा चाहिँ? फोटोसपमा ल म यस्तो गरौँ, प्रोजेक्टहरू देखाइदिन्छ हाम्रो क्लासको प्रोजेक्टहरू, नर्मली के सिक्छौँ भनेर। अस्तिको हाम्रो कुन छ यो अरू फाइलबाट जस्तो हामीले नेटबाट अब फोटोहरू डाउनलोड गरेर त्यसैलाई एडिट गर्दै गर्दै पनि नयाँ आफ्नै बनाउन मिल्छ नि त होइन सर फोटोसपबाट त? मिल्छ, भएकै चिजहरू तानेर आफूले एडिट गर्ने के? मिल्छ। तपाईँको पिक्सल लेभलमै चेन्ज गर्नु मिल्यो, त्यही त हो फोटोसपको फाइदा। हजुर। अरूको इमेजलाई पनि आफ्नै बनाउनु नै मिल्यो क्या, अनि चेन्जेसहरू। सर जस्तो यो हुन्छ नि, मलाई चाहिँ अलि इन्ट्रेस्ट लाग्यो यो जस्तो हाम्रो यो गीतहरूको एल्बम आर्ट भन्ने हुन्छ नि सर, एल्बम कभरहरू भयो होइन, त्यो चाहिँ फोटोसपबाट पनि मिल्छ कि इलिस्ट्रेटरबाट राम्रो होला सर त्यस्तो? फोटोसपबाट नि मिल्छ। मलाई चाहिँ खास पर्सनल्ली इन्ट्रेस्ट चाहिँ त्यस्तो त्यो डिजाइन गर्न सकौँ भन्ने चाहिँ मेरो एक्सपेक्टेसन छ सर। जस्तै कस्तो खालको इक्जाम्पल छ तपाईँसँग? फर इक्जाम्पल अब जस्तो पनि कुनै अब जस्तै कुन आर्टिस्टको? कुनै उहाँले भनेको चाहिँ थम्बलाइन पार्ट अफ द थम्बनेल पनि भन्न मिल्यो। अनि जस्तो हाम्रो सबिन राय एन्ड द फ्यारोको गीत सुन्छौँ, उनीहरूको त्यो लोगो छ नि सर, टी सर्टहरू मर्चमा छाप्छ नि उनीहरूले, हो त्यो डिजाइनहरू भयो। अनि अब जस्तो अब बाहिरको ब्यान्डको अब यो गन्स एन्ड रोजेसको लोगोहरू अब त्यो भयो। अनि एल्बम कभर भन्ने हुन्छ नि त्यस्तो मलाई ठ्याक्कै चाहिँ त्यो उयोको आइरहेको थियो क्या, के भन्छ, रचना दाहालको मैले त्यो चाहिँ दिमागमा आइरहेको थियो क्या, त्यसमा चाहिँ हल्का रचना दाहालको हजुरले भनेको सही भन्नुभयो। रचना दाहालको जस्तो युट्युबमा गीत चलिरहेको हुन्छ, भिडियो नभएको गीतमा चाहिँ एउटा आर्ट हुन्छ नि सर, हो त्यस्तो त्यो रचना दाहालको चाहिँ फोटोसपबाटै बनाएको जस्तो लाग्यो मलाई। हो त्यस्तो त्यतिसम्मको बनाउन मलाई चाहिँ त्यस्तो सकिन्छ, तर त्यो चाहिँ तपाईँलाई खोल्दै हुनुहुन्छ नि त्यो फोल्डर, त्यो एकचोटि देखाउनु। हुन्छ पक्नु ल। त्यो चाहिँ मोर अफ डिजिटल आर्टमा गयो क्या। हामी चाहिँ यसमा मेन फोकस चाहिँ पोस्टर ब्यानरहरू डिजाइन गर्नुमा गर्छौँ। डिजिटल आर्ट चाहिँ अनि सर केबाट गर्ने रहेछ? डिजिटल आर्ट पनि फोटोसपबाट गर्न सकिन्छ। बेस चाहिँ इलिस्ट्रेटर हो। इलिस्ट्रेटरबाट नि तपाईँले फोटोसप पनि इलिस्ट्रेटर पनि दुइटै जान्नु पर्यो क्या, त्यो खालको डिजाइन सिक्नुहुन्छ भने। यताको फाइल उता ड्र्याग गर्दै पनि गर्न मिल्छ होला नि, दुईटै सफ्टवेयर सँगै चलाउँदै। इलिस्ट्रेसन बनाएर त्यसैलाई फोटोसपमा एडिट गर्नु, कहिलेकाहीँ यताउति दुइटैलाई मिक्स गरेर गर्नुपर्ने हुन्छ। इफेक्ट्सहरू दिनु पर्यो होइन, कुनै बेला हामीलाई इलिस्ट्रेसन चाहिन्छ, त्यो इलिस्ट्रेटरमा सजिलो हुन्छ बनाउनु, फोटोसपमा गाह्रो हुन्छ। तर जस्तै स्याडोजहरू अनि त्यसपछि एक्सट्रिम कलर्सहरू होइन, त्योहरू चाहिँ फेरि फोटोसपमा सजिलो हुन्छ। ड्रामेटिक कलर्सहरू दिनु पर्यो, अनि त्यसको लागि फोटोसपमा ल्यायो गरेर दुइटै मिक्स गरेर गर्नुपर्छ त्यसको लागि। सर हजुर, हाम्रो चाहिँ कति ठ्याक्कै 15 दिनको क्लास हो? 14 दिन ठ्याक्कै। 14 दिनको
ओके अनि हामीले 14 दिन लगभग डे 1 देखि डे 14 सम्म चाहिँ कुन कुन लेसनको प्लान अनुसारको हामीले केही एउटा लिस्ट दिनुभयो भने चाहिँ हामीले अलिकति प्रिपरेसन गरेर आयो भने चाहिँ धेरै डिस्कसन पनि हुँदैन क्लासमा। ल म त्यो अलिअलि आफ्नो लेसन प्लान त गर्नु पर्यो नि त लेसन हामीले। प्लान ल उयो चेक गर्नु ल तपाईँहरूको नोट्स चेक गर्नु ल म त्यहाँ अपलोड गरिदिन्छु। त्यो भयो भने ठ्याक्कै टपिक्सको क्वेसन पनि सोध्न पाइयो होइन। ठिक छ ठिक छ। मेरो त आइडी नै साइन इन भएको छैन सर कोड आइडी आइडीमा। चाहिँ सबैले साइन इन गर्नु पर्यो है। मैले उ गरेर खोजिरहेको छु। त्यहाँ प्रब्लम भयो भने हजुर उता कल गरेर भयो भने त्यो उयो चाहिँ गर्नु साइन इन चाहिँ गर्नु हाम्रो अफिसमा कल गरेर भयो नि। अनि म नोट्सहरू चाहिँ यहाँनिर राखिदिन्छु नोट्सहरू चेक गर्दा हुन्छ। अहिले चाहिँ 2टा भिडियोजहरू होला हाउ टु इन्स्टलवालाहरू नोट्स एन्ड रिसोर्सेसमा चाहिँ सफ्टवेयरहरू होला म यहाँनिर राखिदिन्छु त्यो। सर एउटा क्वेसन सोध्न मन लाग्थ्यो। हुन्छ सोध्नुहोस् न। के अरे यो एआईको डोमिनेन्स यति धेरै भएको छ होइन एउटा प्रम्प्ट दिएको भरमा चाहिँ हामीले चाहेको अनुसारको फोटोहरू अथवा चाहिँ पोस्टरहरू बनाउन सकिन्छ। एक्ज्याक्टली। अब हामीले यो फोटोसप यहाँबाट सिकेर हामीले चाहिँ के पाउन सकिन्छ अथवा वाट इज द टेक अवे होइन। अब यो 2 विक्सको फोटोसप सिकेर चाहिँ टेक अवे चाहिँ के हुन्छ होला यसो क्लियर गरिदिनु। अब जस्तै तपाईँले फन्डामेन्टलहरू सिक्नुहुन्छ जस्तै कसरी बन्दो रहेछ भनेर एआईले ठ्याक्कै बनाइदियो होइन। अब बनाइ त दियो तर तपाईँलाई कन्सेप्ट त थाहा हुनु पर्यो होइन। एआईलाई पनि यस्तो यस्तो बना जस्तै कस्तो बना भन्दाखेरि त्यो बेटर प्रम्प्ट दिनको लागि पनि त तपाईँलाई जस्तै डिजाइनको प्रिन्सिपल थाहा हुनुपर्छ। जस्तै कलर थ्योरीहरू चाहिँ यो खालको कलर कम्बिनेसन युज गर होइन अनि यो ब्रान्डिङ चाहिँ फलो गर भन्ने कुराहरू सबै त्यो फन्डामेन्टलहरू चाहिँ बुझ्नु पर्यो अगाडि तपाईँले। अनि यो कोर्सबाट चाहिँ तपाईँले फन्डामेन्टलहरू हाइब्रिड मोडमा चाहिँ काम गर्न सकिन्छ। अब सायद वी मुभिङ टुवर्ड्स हाइब्रिड मोड हो। हाइब्रिड एकदम हाइब्रिडमा हामी गर्छौँ। भन्दा नि अब यो चाहिँ जस्ट फन्डामेन्टल बुझ्ने मात्रै हो क्या तपाईँको। अहिले त एआई नै युज गर्ने हो नि त। अब कसरी बन्दो रहेछ भन्ने कुराहरू तपाईँले सिक्नुहुन्छ यहाँबाट होइन। यो सिकिसकेपछि चाहिँ त्यो बनाउन चाहिँ अब एआईलाई तपाईँले भन्दाखेरि सजिलो हुन्छ। अनि त्यो मिल्छ पनि क्या ठ्याक्कै। अब अन्धाधुन्ध भनेको यस्तो होला भनेर गेस गर्दै भनेको भन्दा नि तपाईँले फन्डामेन्टल बुझेर यस्तो खालको चाहिँ बनाए अनि त्यो ठ्याक्कै तपाईँले एआईले बनायो कि बनाएन यो ठिक बनायो कि बनाएन कलर थ्योरी मेन्टेन गरेको छ कि छैन स्पेसिङ मार्जिनहरू मेन्टेन गरेको छ कि छैन होइन टाइपोग्राफी अनि त्यो हायरार्कीहरू फलो गरेको छ कि छैन त्यो चाहिँ तपाईँले छुटाउन सक्नु पर्यो यो क्लास लिएपछि। अहिले बनाएको अलिक पिक्सल चाहिँ मिसिङहरू के भइरहेको हुन्छ नि सर। हो त्यो मिसिङहरू भयो भने त्यसलाई कसरी बेटर वेमा प्रम्प्ट दिने या त्यसलाई चाहिँ हामीले एडिट गरेर कसरी बनाउने होइन हामीले रिएडिट गर्न सकिन्छ त्यो लेभलको चाहिँ हामीले यो एआई आउनुभन्दा पहिला चाहिँ गुगलको फोटोलाई ल्याएर हामीले एडिट गर्थ्यौँ भने अब चाहिँ एआईको फोटोलाई ल्याएर एडिट गर्दा झन् सजिलो हुने भयो नि त। त्यो पनि सजिलो हुन्छ। पब्लिक होलिडेजमा के अरे डिजाइनहरू पनि त एआईले त गर्दैन होला नि हैन। डिजाइन तपाईँले स्केच बनाएर दिनु मलाई यस्तो खालको पोस्टर बनाइदिनु भनेर बनाइदिन्छ मजाले। तपाईँले राम्रो प्रम्प्ट दिनु भने राम्रै बनाइदिन्छ। हैन जतिको हामीले फोटोसपहरु युज गरेर स्पेसिफिक टाइपले अलिकति डिजाइन गर्छ नि त्यतिको त गर्दैन नि त भन्न खोजे। सबै चीजको प्रम्प्ट पनि त आउँदैन नि त कुनै चीजहरु त पनि हुन्छ नि त। प्रम्प्ट चाहिँ आउँदैन होइन सबैको त्यस्तो राम्रो पनि नगर्ला तर धेरै कुराहरूमा चाहिँ अब एआई क्यापेबल भइसक्यो होइन अनि अझै इम्प्रुभ हुँदैछ डेभलप हुँदैछ। अनि कसले चाहिँ त्यो बेटर गर्छ भन्दाखेरि ग्राफिक डिजाइनरहरूले नै हो जसले चाहिँ फन्डामेन्टल्स बुझेको छ उसले नै एआईलाई पनि त्यो राम्रो उयो रिजल्टहरू निकाल्न सक्छ क्या। प्रम्प्ट इन्जिनियरिङ गर्नु पर्यो भने नि उसँग नलेज त हुनु पर्यो। सो त्यसको लागि एकदम बेस इम्पोर्टेन्ट भनेको तपाईँले सिक्नुपर्ने ग्राफिक डिजाइन।
पब्लिक होलिडेजमा होलिडेज हुन्न है त के भन्नुभएको पब्लिक होलिडेज इन अल पोस्ट पोस्ट त्यस्तो चाहिँ फोटोसपबाट गर्नुपर्छ कि इलिस्ट्रेटर फोटोसप अब तपाईँलाई मोर इलिस्ट्रेसन युज गर्नु छ भने इलिस्ट्रेसनहरू बनाउनु पर्ने नि इलिस्ट्रेटरबाट नत्र भएको फोटो युज गर्नु छ भने फोटोसपबाट त्यो डिपेन्ड सर मेरो यहाँ साइन इन भयो तर माई कोर्समा चाहिँ हेर्दाखेरि नो कोर्स इनरोल्ड एट भनेर देखाइरहेछ नो कोर्स इज इनरोल्ड हजुर तपाईँले त्यसको लागि पनि हाम्रो उयोलाई नै सोध्नु हाम्रो ए एडमिनलाई हुन्छ म एकचोटि च्याट जिपिटीबाट त्यो गरे जस्तै अहिले त अब प्रम्प्ट इन्जिनियरिङ सर म कन्फ्युज भएँ त्यो मैले भनेको थिएँ नि लेसन प्लानको राखिदिनुहुन्छ कि छ सर अहिले भर्खरै त्यो लेसन प्लान मैले अहिले राखेको छुइनँ म एकछिनमा राखिदिन्छु एक कुन उसमा टास्कमा गयो के उस बारमा गएर हेर्ने तपाईँले माई कोर्सेसमा गएर अब तपाईँले लिनुभएको यहाँ फोटोसप होइन फोटोसपमा गएर नोट्स एन्ड रिसोर्सेसमा यहाँ आउँछ ओके स्याटरडे एन्ड सन्डे बिदा हो सर स्याटरडे मात्र बिदा हो सन्डे चाहिँ मैले लिने गरेको छु क्लास ल भोलि चाहिँ बिदा सर एउटा भिडियो थियो सो गर्न मिल्छ भिडियो ल हेरिदिउँ न त हामीसँग चाहिँ 8 मिनट टाइम रहेछ भिडियो देखाउन लाग्छ मैले स्क्रिन अफ गरेँ त तपाईँको सेयर गर्नु पन्ध्र दिन चाहिँ स्याटरडे इन्क्लुड गरेर होइन 14 दिन ठ्याक्कै तपाईँको 14वटा भिडियो आउँछ 14वटा क्लासेस आउँछ त्यति पनि सकेन भने चाहिँ 15 दिन 16 दिनसम्म एक्सटेन्ड गर्ने गरेको छु मैले बिदा काउन्ट हुँदैन सर हामी त्यो लेयर मास्किङहरु कति डिटेलमा जान्छौँ सर लेयर मास्किङहरु त एकदम सिम्पल हामी भेक्टर मास्किङहरुसम्म जान्छौँ ए भनेपछि लेयर मास्किङ जस्ट बेसिक मात्र जान्छौँ लेयर मास्किङ हैन हामी डिटेलमा हेर्छौँ लेयर मास्किङहरु तपाईको हेयर त्यो स्मल लेभलको तपाईको एडिटिङहरु गर्नु पर्यो भने त्यो सबै गर्छौँ हामी ए अनि त्यो क्यामेरा र फिल्टरहरु पनि हेर्छौँ सर हामी क्यामेरा र फिल्टरहरु पनि हेर्छौँ तर त्यसमा सबै हेर्नु परेन आवश्यक कुराहरु अब हामीलाई जति पनि चाहिने कुराहरु चाहिँ म सबै सिकाउँछु तपाईहरुलाई त्यसमा अनि हामी त्यो ह्यू स्याचुरेसनहरु अनि त्यो हाइलाइट स्याडोजहरु त्यो पनि हामी डिटेलमा जान्छौँ सर त्योहरु पनि गरौँ न कलर करेक्सनको एउटा छुट्टै क्लास गरौँ इन्टर्नशिप्स अहिले प्रोभाइड भएको छैन किन भन्दा एकदमै इन्टर्नशिपहरु चाहिँ म्यानेजै गर्न गाह्रो हुने भइरहेको हुन्छ के अनलाइनमा चाहिँ पहिला हामीले ट्राई त गरेका थियौँ इन्टर्नशिपहरु तर त्यस्तो इफेक्टिभ भएन कलर ग्रेडिङ त्यही त हामी कलरको एक दिन क्लास गर्छौँ खै कसले हामी भिडियो सेयर गर्ने भन्दै हुनुहुन्थ्यो सेयर गर्नु भएन त कसले हो यो क्यामेरा चाहिँ ब्याक भइरहेको छैन के सर के भन्नुभयो क्यामेरा चाहिँ पछाडिको आइरहेको छैन क्या ब्याक भइरहेको छैन के गर्छ फ्रन्ट क्यामेराबाट कलर ग्रेडिङमा सिक्न सकिन्छ हामी बुझ्न सकिन्छ हामी अगाडिदेखि नै अलिअलि त्यो टपिकलाई छुँदै
हामी कलर थ्योरीहरू पनि हेर्छौँ नि त डाइरेक्ट त्यो मात्र गर्ने होइन हामी बुझ्छौँ मजाले टेन्सनै नगर्नु क्लास जोइन हुने लिङ्क सेम हो तपाईँको त्यो स्टुडेन्ट पोर्टलमा जुन छ त्यहीबाट जोइन गर्नु सुरजजी ल के को उयो भिडियो नत्र हामीले डिस्कस गर्नु मिल्छ भने त्यो भिडियो नदेखाइकन गरौँ नत्र भोलि हेर्दा नि हुन्छ एडिटिङ सम्बन्धीको रहेछ सर अब नभए म भोलि के सर्ट्स हो हजुर ठिकै छ भोलि हेरौँ न त त्यसको हुन्छ सर ल प्रोजेक्टहरू चाहिँ हामी भोलि स्याटरडे हो सन्डे हामी डिएममा उयोमै छु वाट्सएपमै छु मैले त्यस्तो यो म्यानेज गरेर राखेको छुइनँ मेरो पोर्टफोलियोहरू बनाएको छुइनँ पछि बनायो भने म ग्रुपमा हालिदिउँला नि त सर हजुर म फर्स्ट टाइम हो यो फोटोसपको है हजुर कम्प्युटर युज त मेरो धेरै पहिलादेखि नै हो तर तपाईँले यो हाम्रो यो न्यू फाइलमा गएर तपाईँले भन्नुभएको छ नि जति पनि यो माथि टप लाइनमा छ नि यो सेभड फोटो प्रिन्ट एन्ड आर्ट एन्ड द अदर वान वेब मोबाइल यो सबै कोर्स हामीलाई हुन्छ नि होइन त्यो सबै के गर्दा हुन्छ भन्नुभयो यो सबै हामीलाई कोर्स हुन्छ नि यो ट्रेनिङ हुन्छ नि यो सबै कोर्सहरू हुने होइन ए त्यो सबै म एक्सप्लेन गरिदिन्छु वेबको देखिरहेको छु प्रिन्टरको अनि यो फोटोको यो सबै यस्तो हो क्या कतिपय यहाँ सुन्नु कस्तो हुन्छ भन्दाखेरि तपाईँ त्यस्तो कुराहरूमा फोकस गर्नुभन्दा नि तपाईँले इजेन्सियल मतलब के चाहिन्छ त्योहरू बुझ्नुपर्ने हुन्छ जस्तै तपाईँले त्यो तरिकाले सोच्नुभन्दा नि एउटा जस्तै एडमिसन ओपनको ब्यानर कसरी बनाउने त्यतातिर फोकस गर्नुपर्छ त्यसमा के चाहिन्छ होइन तिनीहरू पनि आउनु त तर सोच्ने तरिका चाहिँ यो युज गरेर चाहिँ यो बन्ने रहेछ भन्ने त्यो खालको गर्नुभयो भने चाहिँ सबै हुन्छ नि बुझ्दै जानुहुन्छ त्यो सबै कुरा युज पनि हुँदैन क्या त्यहाँ कति धेरै युजै नहुने कुराहरू छ क्या अब भोलिदेखि नै अलिअलि हामी मजाले क्लियर हुँदै जान्छ आज त हामीले भर्खर आज फर्स्ट डे हो नि त हाम्रो इन्ट्रोडक्सन क्लासमा म त एकदम फ्रेस हो यसमा त मलाई म कम्प्युटर मेरो युज हो एकदमै पहिलेदेखि नै 10-12 वर्षै भयो कम्प्युटर युज तर यो फोटोसप चाहिँ म एकदमै फ्रेस हो एकदम आज केही नै हेरेको छुइनँ भोलिदेखि स्टार्ट हुन्छ ल हस् ल कसको अब इन्स्टल भएको छैन मलाई मेसेज गर्नु ल ओके अरू केही छ क्वेसन्सहरू यो के 8GB ऱ्याम छ एसोनेट 5 हो मेरो होइन तर यो 2019 चलाउनु भन्दा त 25 ठिक हुन्छ होला यसमा त 8GB एसर नाइट्रो मिलिहाल्छ नि कुन प्रोसेसर छ तपाईँको एसर नाइट्रो 5 यो इन्टेल i5 2025 नै चलाउनु नि तपाईले लिंक पठाइदिनु भएको छ त्यसको लिंक पठाएको छु मैले यहाँ हाम्रो स्टुडेन्ट पोर्टलमा पनि छ हाम्रो वेबसाइटमा पनि छ तपाईको एकाउन्टमा पहिला म लगभग 2-3 वर्ष पहिला चाहिँ GFX मेन्टरसँग चाहिँ क्लास लिएको थिएँ मैले युट्युब हेरेर नोट बनाएर ओके पाकिस्तानी हो कि के हो GFX मेन्टर भनेको इन्डियन हो कि पाकिस्तानी हो है उबाट मैले पनि धेरै सिकेको छु सबैबाट त्यो चाहिँ अब चलाइराख्नुपर्छ गरिराख्नुपर्छ अब मैले पनि अब 1-2 वर्ष छोडेँ भने त म पनि बिर्सिन्छु त्यस्तै हुन्छ त्यही त के हो के यो सिक्यो अलरेडी बिर्स्यो फेरि सिक्यो बिर्स्यो भने चाहिँ चलाइराख्नुपर्छ
मेन चाहिँ प्रोजेक्टहरू मसँग 14 त्यसको डेजमा पुरै कम्प्लिटली त लर्न गर्न सकिँदैन आगे सो इक्विभ्यालेन्ट भिडियो सजेसन्स 14 डेजमा हेर्नु न धेरै कुरा आजलाई 14 क्लास यति डेजमा नै है, हजुर आज यति हो 14 डेजमा तपाईँ एक्सपिरियन्स गर्नु अनि त्यसपछि लास्टमा मलाई भन्नु न कतिको रिच जी पजल ओके म तपाईँलाई सोध्छु लास्ट दिनमा है त लास्टसम्मै रहनु होला ओके ल आज यति गरौँ है त अब सन्डे भेटौँ हस् थ्याङ्क यू सर गुड नाइट ओके गुड नाइट थ्याङ्क यू सर गुड नाइट